नमस्कार। डिस नेपालको यो लाइभ प्रसारणमा सम्पूर्ण हामीलाई हेरिरहनुहुने सुनिरहनुभएका दर्शक श्रोतामा हार्दिक स्वागत गर्दछु। म नारायण भट्टराई। आज हामी क्रस बोर्डर इन्टेलेक्चुअल डायलगको तेस्रो श्रृङ्खलामा छौँ र आज मसँग मेरा एकजना नयाँ पाहुनालाई लिएर आएको छु। यो कार्यक्रम डिस नेपालमा प्रत्यक्ष प्रसारण हुने गर्छ प्रत्येक 2 महिनामा। अघिल्ला 2 एपिसोडहरू अङ्ग्रेजी भाषामा प्रसारण गरिएको थियो भने यो एपिसोड चाहिँ हामीले नेपाली भाषामा गर्न गइरहेका छौँ र यो कार्यक्रम चाहिँ अन्तर्राष्ट्रिय साहित्य नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टरसँगको सहकार्यमा आउने गर्दछ। यस कार्यक्रमले लेखकहरूलाई पाठकसँग जोड्ने एउटा गतिशील साँगो काम गर्नेछ भन्ने विश्वास लिएको छ। यस प्रकारको बहसले साहित्यमा रुचि राख्नुहुने सम्पूर्ण श्रोता दर्शकहरू लाभान्वित हुनुहुनेछ भन्ने पनि अपेक्षा लिएको छु। सम्पूर्ण आदरणीय दर्शक श्रोताहरूको सृजनात्मक फिडब्याकको आशा गर्दछु। आजको मेरो पाहुना हुनुहुन्छ 2 दशकभन्दा लामो समयदेखि युरोपमा रहेर नेपाली साहित्यको साधनामा तल्लीन वरिष्ठ यात्राकार, कथाकार तथा हाइकु लेखक कृष्ण बजगाई। कृष्ण सरसँगको भलाकुसारी सुरु गर्नुभन्दा पहिले म उहाँको छोटो परिचय प्रस्तुत गर्न गइरहेको छु। बेलायतमा बसेर नेपाली साहित्य लेखन र प्रवर्धनमा सक्रिय कृष्ण बजगाई नेपाली डायस्पोरा साहित्यका एक सशक्त हस्ताक्षर हुनुहुन्छ। उहाँले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिनुभएको छ। नेपालको धरानमा जन्मिएका बजगाई स्कुले जीवनदेखि नै साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो। स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका बजगाईको साहित्यिक यात्रा 2041 सालबाट सुरु भएको हो। उहाँको पहिलो कविता धरानबाट प्रकाशित हुने संसार साप्ताहिकमा प्रकाशित भएको थियो। हालसम्म उहाँका 24वटा कृतिहरू प्रकाशित भएका छन्, जसमा नियात्रा सङ्ग्रह 5, कथा सङ्ग्रह 1, लघुकथा सङ्ग्रह 6, हाइकु सङ्ग्रह 3, बालकथा सङ्ग्रह 9वटा रहेका छन्। त्यसका अलावा उहाँले 10वटा साहित्यिक कृतिहरू सम्पादन गर्नुभएको छ भने उहाँका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा 4वटा नियात्राहरू पढाइ हुन्छन्। उहाँका बालकथाहरू नेपालका सामुदायिक र निजी विद्यालयका पाठ्यक्रममा समावेश गरिएका छन् भने म्यानमार र अमेरिकाका नेपाली भाषाका पाठ्यक्रमहरूमा पनि उहाँका कथाहरू समाविष्ट भएका छन् र बच्चाहरूले पढ्दछन्, पठन पाठन हुने गर्छ। त्यस्तै गरी त्रिभुवन विश्वविद्यालयबाट कृष्ण बजगाईको कृतित्व र व्यक्तित्व, कृष्ण बजगाईको लघुकथाकारिता, युरेसिया स्पर्श नियात्रा सङ्ग्रह र कमरेड भाउजू कथा सङ्ग्रहमा गरेर एमए नेपालीमा 4वटा शोध कार्यहरू भएका छन्। उहाँ लगायत अन्य डायस्पोरिक कविहरूका कवितामा डाक्टर रामजी तिमसिना र पूरन राईबाट पिएचडी सम्पन्न भएको छ। दशकौँ लामो साहित्य यात्रामा उहाँ दर्जनौँ पटक पुरस्कृत हुनुभएको छ, सम्मानित हुनुभएको छ। देवकोटा शताब्दी सम्मान नेपाल 2065, नै कृतिरत्न 2080, सत्यमोहन शताब्दी पदक नेपाल 2072 लगायत भर्खरै उहाँ डायस्पोरा साहित्य पुरस्कारबाट सम्मानित हुनुभएको छ। लन्डनमा रहेको किताब यात्रा फाउन्डेसनले उहाँलाई यो सम्मान प्रदान गरेको हो। उहाँले प्राप्त गर्नुभएका पुरस्कारहरूको सूची लामो छ, तर मैले यहाँ छोटकरीमा प्रस्तुत गर्ने जमर्को गरेँ। उहाँ समकालीन साहित्य प्रतिष्ठान बेलायतको संस्थापक अध्यक्ष हुनुहुन्छ। यसै संस्था अन्तर्गत समकालीन साहित्य .com नामक साहित्यिक वेब म्यागजिन प्रकाशित गर्दै आउनुभएको छ, जुन विगत 18 वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको छ। साथै उहाँ प्रवासन नामक साहित्यिक अनुसन्धानमूलक जर्नलका प्रधान सम्पादक पनि हुनुहुन्छ। आउनुहोस् स्वागत गरौँ आजका मेरा पाहुना कृष्ण बजगाई सरलाई। कृष्ण सर नमस्कार। अनि हजुरलाई यो डिसी नेपालको लाइभ क्रस बोर्डर इन्टेलेक्चुअल डायलगमा स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? आराम छु, धन्यवाद, खुसी छु। म पनि धेरै खुसी छु हजुरलाई यो मञ्चमा पाएर र हजुरसँग आज भलाकुसारी गर्ने यो अवसर को लागि, हजुरले दिनुभएको समयको लागि म एकदमै आभारी छु। र त्यस्तै गरी डिसी नेपाल हेरिरहनुहुने सम्पूर्ण दर्शक श्रोताहरूप्रति पनि फेरि हामी आभार व्यक्त गर्दछु। डिसी नेपालप्रति पनि आभार व्यक्त गर्दछु, कार्यक्रम लाइभ गर्ने, हामीलाई भलाकुसारी गर्ने यो मञ्च प्रदान गरेकोमा।
अ, हजुरसँग हामी छलफललाई अगाडि बढाउनुभन्दा पहिले म हाम्रो आजको कार्यक्रमको बनोटको बारेमा छोटकरीमा हजुरलाई जानकारी गराउन चाहन्छु। यो कार्यक्रम 4 भागमा विभक्त छ। पहिलो भागमा हजुरलाई मैले हजुरको बाल्यकाल, अध्ययन र साहित्यिक यात्राको सुरुवातको बारेमा प्रश्नहरू गर्नेछु। दोस्रो भागमा विषयगत छलफल गरिनेछ, टेक्सुअल इन्टरेक्सन बेस्ड अन योर बुक्स। त्यस पछाडि तेस्रो भागमा हामी लेखन सम्बन्धी विचार मन्थन गर्नेछौँ। अनि चौथो भाग चाहिँ रमाइलो भागको रूपमा मैले राखेको छु, जसलाई चाहिँ ऱ्यापिड फायर राउन्ड भन्न सकिन्छ, जसमा मैले नेपालीमा त्यसलाई झटपट प्रश्न उत्तर सेक्सन, प्रश्न उत्तरको भाग भनेर नाम दिएको छु। र ती सबै गर्नुभन्दा पहिले मलाई थाहा छ हजुर एकदमै राम्रा कविताहरू लेख्नुहुन्छ। त्यसले गर्दा सबभन्दा पहिले एउटा हजुरको कविता सुनेर हामी कार्यक्रममा अगाडि बढ्छौँ। यो समय हजुरको लागि। धन्यवाद नारायणजी। अब त्यस्तो राम्रो कविता होइन, तर अब मेरो सुरुवात साहित्य लेखन कविताबाटै सुरु भएको थियो र अरू विधामा म अलिक बढी फोकस भए पनि कवितालाई छोड्न सकिरहेको छैन। यसै क्रम एउटा म मेरो कविता सुनाउँछु। कविताको शीर्षक छ थेम्स र सपना। थेम्स नदी बेलायतको प्रसिद्ध नदी हो, लन्डन भएर बहन्छ र त्यसैलाई मैले एउटा आधार बनाएर कविता लेखेको छु। थेम्स र सपना। थेम्स नदीको पानीमा जब ठोकिन्छ फुर्सदको एक टुक्रा समय, तैरिन्छन् समयका आँखाहरू पानीमा, उम्रिन्छन् आँखामा सपनाहरू हरेक पल। परदेशमा समयको पल भन्नु घर देशको एक टुक्रा सपना पनि हो। त्यही सपनामा जोडिएका हुन्छन् बा आमा श्रीमती र छोराछोरीका खुसीहरू। घरदेश मैले छाडेको थिएँ, घरदेश मैले छाडेको थिएँ सुन्दर सपना देख्न। भो नसोध्नुहोस्, भो नसोध्नुहोस् घरदेशमा सपना देख्न कसले प्रतिबन्ध लगायो भनेर। घरदेशमा पसिनाको कमाई पठाएको थिएँ, भो नसोध्नुहोस् मैले पठाएको रेमिटेन्स कसले खान्छ भनेर। भो नसोध्नुहोस् देश छाडेपछि के बाँकी रहन्छ र मनको देशमा भनेर। समय समयमा दुई टुक्रा भएर खुल्ने थेम्स नदीको समय समयमा दुई टुक्रा भएर खुल्ने थेम्स नदी माथिको टावर ब्रिज जस्तै टुक्रा टुक्रा हुन्छ मेरो मनको देश, जहाँबाट बग्छन् थेम्स नदीको पानीभन्दा पनि धेरै आँसु र पसिनाका धाराहरू। सपनीमा मात्र खुल्ने गर्छन् मेरा खुसीका फाटकहरू र खत्रक्क खस्छन् मनका योजनाहरू थेम्सको दहमा, जसरी खस्छ शरदको चन्द्र धरतीको काखमा। कसको सम्झना बोकेर बहन्छ लन्डनमा थेम्स नदी, कसको सम्झना बोकेर बहन्छ लन्डनमा थेम्स नदी। घरदेशको सम्झना बोकेर वर्षौंदेखि हेलिरहेको छु म दुःखको नदीमा। संवादको अवैध पर्खालमाथि उभिएर किन पछ्याउँछ प्रवासी पन्छीले मलाई थेम्स नदीको किनारामा। संवादको अवैध पर्खालमाथि उभिएर किन पछ्याउँछ प्रवासी पन्छीले मलाई थेम्स नदीको किनारामा। कसरी बुझ्न सक्छु र उसको मौन भाषा, त्यसलाई पनि के थाहा मेरो मनको पीर। बरु थाहा पाएर पनि बुझ पचाउँछन् सत्तामा बस्ने शासकहरूले विदेशी नै म जस्ता लाखौँ नेपालीहरूका पीडा। पीडा भन्नु अभाव र दुःखको कालीदह मात्र होइन, पीडा भन्नु अभाव र दुःखको कालीदह मात्र होइन, त्यहाँ पनि कहिलेकाहीँ फुल्छन् खुसीका कमल फुलहरू। त्यही फुल टिपेर सिउरी दिनेछु आमाको चुल्ठोमा। धन्यवाद। धन्यवाद सर, यो एकदमै सुन्दर कविताको लागि। थेम्स नदीलाई प्रतीक बनाएर हजुरले रचना गर्नुभएको कविता मर्मस्पर्शी छ। अत्यन्तै आनन्द लाग्यो सुन्नको लागि। अब हामी हाम्रो कार्यक्रमको नियमित सेक्सनतर्फ प्रस्थान गर्दैछौँ। सुरुमा हजुरलाई म हजुरको बाल्यकालतर्फ डोर्याउन चाहन्छु। एउटा साहित्यकार भएर अहिलेसम्मको जुन सफलता हजुरले हासिल गर्नुभएको छ साहित्यमा समर्पित भएर लागेर, त्यसमा बाल्यकाल हजुरको हुर्काइ र त्यति बेलाको मानसिक अवस्था, त्यति बेलाको हजुरको वातावरणले डेफिनेटली त्यसमा रोल खेलेको छ अथवा भूमिका खेलेको छ। किनभने बाल्यकालबाटै हामी बिरुवा नै बढेर ठुलो हुने हो, झाँगिने हो। हजुरको बाल्यकालको बारेमा केही स्मरण गर्न चाहनुहुन्छ कि? धन्यवाद। मेरो बाल्यकाल, म एउटा मध्यमवर्गीय किसान परिवारको छोरो हुँ। घर धरानमा भए पनि अब हाम्रो खेती चाहिँ मोरङ सुनसरीमा थियो। धरानमा खेतीपाती हुँदैन, त्यहाँ धरानमा धान सान रोप्ने, गहुँ फलाउने त्यस्तो केही पनि उब्जनी हुँदैन।
हाम्रो हजुरबुबाहरू 2007 सालमा तेह्रथुम जिल्लाबाट धरान झर्नुभएको, जुन बेलामा नेपालमा प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन चलिरहेको त्यस बेलामा अब त्यो तेह्रथुम जिल्लामा अलिकति हुने खाने धनी मानीहरू उहाँ हुनुहुन्थ्यो अरे। र उहाँलाई टार्गेट गरेर उहाँका धन सम्पत्ति केही लुटिए, जान जोगाउनलाई चाहिँ छोराछोरीहरू चाहिँ च्यापेर उहाँ धरान झर्नुभयो। त्यसपछि धरान हाम्रो पुर्खली घर भन्नुपर्छ। मैले त तेह्रथुम जिल्ला टेकेको छैन मैले। म किसानको छोरो भने मैले, अब हामी घर परिवारमा 6जना दाजुभाइ, 2टा बहिनी, ठुलो परिवार थियो हाम्रो। अब त्यस्तो आर्थिक दुःख त भएन, तर किसानले काम त गरिरहनु पर्छन्। स्कुलमा पढाइ बुवा आमाले सबै छोराछोरीलाई पढाउनुपर्छ भन्ने उहाँहरूमा चेतना थियो। अनि त्यो पढाइ चाहिँ जारी नै रह्यो, पढाइमा हामीलाई समस्या भएन। पढ्नलाई हामी निरन्तरता दियौँ। र पढ्नमा म स्कुलमा पढ्दाखेरि कक्षा 5मा पढ्दाखेरि सरले मलाई लाग्छ कुनै जयन्ती थियो, अब मैले बिर्सेँ कुन बेला हो। कक्षा 5मा कविता लेखेर लिएर आउनु भनेर सरले सबै विद्यार्थीलाई भन्नुभयो। अब त्यहाँ केही साथीहरूले कविता लेखेर लिएर आएको थियो, मैले पनि लिएर आएको थिएँ। अब त्यतिखेर त्यो 5 वर्ष, के अरे 5 कक्षामा पढ्नेको 10-11 वर्षको बच्चाको कलिलो मस्तिष्कमा के हुन्थ्यो होला। मेरो बुवा आमा त साहित्यकार पनि होइन, सामान्य साक्षर मात्रैहरू उहाँहरू, होइन त्यस्तो साहित्यिक वातावरण पनि होइन। अनि मैले कुनै कविता कुनै विषयमा लेखेको थिएँ होला, अब चाहिँ मैले सुनाएँ। अब सरहरूले धाप मार्नुभयो, एकदम राम्रो भन्नुभयो। त्यहाँबाट बडा म प्रफुल्ल भएँ, उत्साहित भएँ। ओहो, यो त लेख्नु पो पर्ने रहेछ भन्ने लाग्यो। अनि त्यसपछि त्यसलाई मैले निरन्तरता दिँदै गएँ। अनि कक्षा 8मा पढ्दा पनि एउटा कुनै गोष्ठी भएको थियो, त्यहाँ पनि मैले कविता सुनाएको थिएँ। त्यहाँ मञ्चमा बस्ने जो जजहरू, प्रमुख अतिथिहरूबाट धाप मार्नु भएको थियो, एकदम राम्रो छ भन्नुभएको थियो। त्यसैको प्रेरणा, सफलता अथवा उत्साहले मलाई साहित्यमा डोर्याएको हो। र मैले 2041 सालमा अनि कविता मेरो प्रकाशित भएको थियो पत्रिकामा। जस्तो अलिकति सक्रिय रूपमा साहित्यिक गतिविधिमा चाहिँ हजुर कुन समयदेखि अथवा कुन क्लासमा पढ्दादेखि लाग्नुभयो, त्यसको अलिकति परिवेश थोरै बताइदिनुहोस् न। त्यो कक्षा 8मा पढ्दाखेरि अब त्यतिखेर अब हामीलाई साहित्यमा के राजनीतिमा त थाहै थिएन। त्यो एउटा कुनै कार्यक्रम भएको थियो, त्यहाँ कविता सुनाइन्छ, ल जानुपर्छ भनेर कविता सुनाउन कहीँ गइरहेको थियो त्यहाँ। अनि त्यहाँ जाँदाखेरि चाहिँ त्यो एउटा मञ्चमा चाहिँ मलाई अहिले पनि सम्झना छ, त्यो रातो ब्यानरमा चाहिँ त्यो कलम र चाहिँ त्यो किताब भएको, त्यो तारा भएको एउटा कुनै झन्डा थियो। अनि त्यहाँ अब केही लेखेको थियो, लेख्दाखेरि अहिले बुझ्दाखेरि चाहिँ त्यो अखिल नेपाल विद्यार्थी के सङ्गठन भन्ने कुनै विद्यार्थीको सङ्गठनको थियो। त्यो कार्यक्रममा कविता सुनाएको, त्यहाँ अरूले सबैले कविता सुनायो, उहाँले के भाषण गर्नुभयो। अनि हामीले मलाई लाग्छ 20-30जनाले कविता सुनायौँ त्यहाँ। अनि बडा जोसिलो कविता मैले त्यहाँ त्यो बेला सुनाएको थिएँ। एकदम चाहिँ अब यो गर्नुपर्छ, ऊ गर्नुपर्छ, शोषण अन्त्य हुनुपर्छ, एकदम चाहिँ उज्यालो क्रान्तिकारी। हुनुपर्छ, यस्तै केही अब केटाकेटी अब भनौँ न 12-13 वर्ष मान्छेले अब के जाने भनेर लेखेँ। अनि लेखिसकेपछि मैले कविता सुनाइसकेपछि अनि एकदम त्यहाँबाट पनि धाप पाएँ मैले, एकदम राम्रो छ कविता भनेर भन्नुभयो। तर मैले कविता सुनाइसकेपछि चाहिँ अब कविता चाहिँ सुन्दा अहिले बुझ्दाखेरि चाहिँ क्रान्तिकारी, एकदम चाहिँ आन्दोलन गर्ने कविता रहेछ। कविता सुनाइसकेपछि जय देश जय नरेश भनेछु मैले। अब किनभने हामीलाई चाहिँ त्यो घोकाइरहेको थियो नि त, हरेक स्कुल बिहान बिहान प्रार्थना गर्नु पर्थ्यो, जय देश जय नरेश भनेर प्रार्थना गरिसकेपछि गर्नु पर्थ्यो। त्यो पुस 14 गते, पुस 1 गते, होइन हो। फागुन 7 गते परिक्रमा गर्नु पर्थ्यो त्यो सडकमा हामीले। अनि त्यो बेलामा त्यो नारा लाउँथ्यौँ। त्यो मेरो के अरे सबकन्सियस माइन्डमा बसेर छ। अनि अनि त्यो प्रमुख अतिथिले के भन्नुभयो भने, भाइ तिम्रो कविता चाहिँ एकदम क्रान्तिकारी छ, त जय देश जय नरेश भन्यौ, यो भनेको कुरो थाहा छ तिमीलाई, के बुझेछौ भन्नुभयो। बुझेको छैन भन्यो। तिम्रो कविताले चाहिँ यो नरेश, यो राजतन्त्र हटाउने कुरा गर्छ, तर तिमीले जय देश के अरे जय नरेश भनेछौ भने चाहिँ हो त मैले जानेर लेखेकै होइन, जानेर भने पनि होइन। अब त्यो मेरो बाल मस्तिष्कमा के आएको थियो त्यही लेखेँ। त्यसपछि आफूलाई अलिक सचेत रूपमा पाएँ। अनि त्यहाँ त्यो कार्यक्रमपछि चाहिँ अब आफैभन्दा सिनियर दाईहरू, होइन उहाँहरू पनि साहित्य पढ्नुहुन्छ, उहाँहरूले केही रसियन अनि चाइनिज साहित्यिक अनुवाद भएको पुस्तकहरू दिनुभयो। अनि त्यो पढ्न थालेँ। अनि एसएलसी दिएपछि हाम्रो पालामा 6 महिनासम्म रिजल्टै आउँदैन थियो। अनि त्यो बेलामा चाहिँ एकदमै धेरै किताबहरू चाहिँ त्यो भाडामा ल्याएर, भाडामा पाइन्थ्यो, हिन्दी सस्ता उपन्यास, युधिर थापाको उपन्यास, जे भेटी चाहिँ भयो त्यो पढेर त्यो बेलामा चाहिँ मेरो 6 महिनाको बिचमा चाहिँ अलिकति साहित्यमा मेरो एउटा बेस बनेको थियो। त्यो एउटा चाहिँ माहौल बन्यो।
त्यसपछि अनि साहित्यिक साथीहरूसँग सङ्गत गरियो अनि अग्रजहरूसँग पनि अब कार्यक्रममा हिँड्न थालियो। त्यसरी नै मेरो अगाडि बढ्दै गयो। अनि जस्तो अब भनौँ न पढाइको क्रममा एउटा व्यावसायिक जीवन सुरु गर्नुभन्दा अगाडि जीवनमा विभिन्न चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ, गरिएको हुन्छ सबैले होइन। हजुरको जीवनमा आएका त्यस्ता जस्तो अब पढाइको क्रममा व्यावसायिक जीवन सुरु गर्नुभन्दा अगाडिका केही चुनौती हरूको बारेमा थोरै हामीलाई बताइदिनुहोस्। पढाइको समयमा म स्कुलमा पढ्दाखेरि त्यस्तो एकदमै जान्ने विद्यार्थी पनि होइन, म एकदम लद्दु पनि होइन, मिडियम स्तरको विद्यार्थी थिएँ। अनि सुइसी पास भएँ। पास भइसकेपछि अनि जागिर खान गइयो, जागिर पनि पाइयो कलिलै उमेरमा। त्यो कुनै त्यस्तो सङ्घर्ष चाहिँ मलाई गर्नु परेन। मैले कति जागिरको 5, 13, 14, 15 वर्ष उमेरमा 3टा जागिर चेन्ज गरेँ मैले। मेरो पछिल्लो जागिर चाहिँ मैले 12 वर्ष जागिर खाँदै रेडियो नेपालमा। त्यो त्यस्तो खालको चाहिँ अवसर चाहिँ मलाई चुनौतीसँग चाहिँ मैले जुझ्नु परेन। तर केही अनुभवहरू चाहिँ भयो जागिरको क्रममा, विभिन्न ठाउँमा गयो, धेरै कुरा सिक्न पाइयो। त्यो चाहिँ भयो। त्यो चाहिँ मेरो जागिरको क्रम हो। अब व्यवसाय भन्नाले मैले त्यसपछिको व्यवसाय भन्नुभएको हो भने चाहिँ फेरि देश छोडेर आएँ। त्यसपछि फेरि व्यवसायको अर्कै कथा छ फेरि। त्यो अहिले भन्ने कि पछि भन्नु? ठिक छ, हामी त्यसलाई त्यो फेरि लामो पनि होला, हामी अरू बढी साहित्यिक कुरामा फोकस हुन्छौँ, त्यसले गर्दा हजुर। त्यसलाई फेरि अर्को सिरिजमा हामी कुरा गरौँला। अब यो सेक्सनको अन्तिममा चाहिँ म हजुरलाई जस्तो हजुरले जुन हिसाबको उपलब्धि हासिल गर्नुभएको छ नेपाली साहित्य क्षेत्रमा, जुन किसिमको योगदान दिनुभएको छ, त्यो एक किसिमको अतुलनीय छ, धेरै महत्त्वपूर्ण छ। किन मैले त्यो कुरा जान्दै गर्दा मलाई वाउ भने जस्तो फिल भएको थियो। आई फेल्ट सो वन्डरफुल। हजुरको यो जस्तो साहित्य यात्राले हजुरले जुन किसिमको उपलब्धिहरू प्राप्त गर्नुभयो र त्यसको रहस्य कस्तो छ, लाइक हजुरलाई कस्तो लाग्छ कि यी उपलब्धिहरूका पछाडि के कुराले रोल खेल्यो? जस्तो एउटा चाहिँ मलाई चाहिँ भोलि म यस्तो यो लेभलको काम गर्न सक्छु अथवा साहित्यमा म यसरी लाग्छु भन्ने किसिमको मानसिक तयारी थियो कि, अथवा गर्दै जाँदा त्यसरी हुन पुग्यो कि, यसको बारेमा थोरै बताइदिनुहोस्। धन्यवाद। खास वास्तवमा मैले साहित्यमा यो यस्तो सफलता प्राप्त गर्छु, यो गर्छु, ऊ गर्छु भनेर लागेको होइन। त्यस्तै रहरमा लाग्यो अनि एउटा हुन्छ नि, एउटा जुन सर्कलमा छिर्यो अनि त्यही खालको साथी बनाउँदै गइयो। अनि साहित्यिक साथीहरू बन्दै गए अनि आफूभन्दा अग्र साथीहरू, दाईहरू होइन, उहाँहरूसँग सङ्गत गर्दै जाँदाखेरि त्यो एउटा माहौल भनौँ सिक्ने क्रम पनि रह्यो। उहाँहरूले प्रोत्साहन पनि दिनुभयो र साहित्य लेख्नु मात्रै पनि, अभिव्यक्ति गर्नु मात्रै पनि साहित्य होइन, तर लेखेको साहित्यले समाजमा केही उपयोगी होस्, कुनै व्यक्तिलाई होस्, कुनै संस्थालाई होस्, कुनै समुदायलाई होस्, त्यो उपयोगी हुनुपर्छ भने मलाई अलिक पछि बुझेपछि चाहिँ अलिकति मैले मेहनत गरेर अर्कै प्रकारले मैले लेख्ने प्रयास गरेँ। अलिक नयाँ तरिकाको नयाँ विषयहरू दिने मैले प्रयास गरेँ। अब त्यो बिचमा मैले आफूलाई अध्ययन पनि गरेँ, पारङ्गत पनि बनाएँ, सिक्दैछु अझै पनि। नयाँ विषयहरू सिक्ने, नयाँ कुराहरू हेर्ने, पढ्ने, सोध्ने होइन, यो निरन्तर चलिरहन्छ। निरन्तर साधना हो। अब साधना हो अनि मलाई अब अरू खासै अरू विषयतिर मलाई त्यस्तो रुचि पनि छैन होइन। अब साहित्यमै बढी फोकस भएकोले यसैमा फोकस भएको छु र त्यही नै होला मेरो सफलता रहस्य। अब मेहनत, अध्ययन, राम्रो सङ्गत, यिनै हुन्। जस्तो हजुरले भन्नुभयो नि जस्तो फरक कुरा दिनुपर्ने रहेछ भन्ने, यो चाहिँ अलिकति मलाई अलिक बढी एक्सप्लेन गर्नु जस्तो लाग्यो, अलिकति विस्तृत गर्नु जस्तो। जस्तो फरक कुरा दिनुपर्ने रहेछ भन्ने महसुस, जस्तो अब साहित्य त धेरैजनाले लेखिरहेका छन्। अब अहिले त माहौल पनि राम्रो छ, किनभने अब सोसियल मिडियाले गर्दा मान्छेलाई कविता सुनाउन चाहिँ कुनै कार्यक्रम गोष्ठी पर्खिराख्नु पर्दैन होइन। त्यसले गर्दा पनि सजिलो भएको छ। त्यसले गर्दा अहिलेको एउटा चुनौती के हो भने, जस्तो लेखेर अरूको भन्दा फरक भयो हुन सकियो भने, अथवा भनौँ न अरू एउटा केही दिन सकियो भने बल्ल त्यसले अर्थ राख्ने हो। नभए त त्यही लयका, त्यही शैलीका, तिनै तरिकाका कुराहरू सधैँ जति लेखे पनि आफ्टर अल एउटै कुरा हो। यसमा हजुरको या हजुरले भन्नुभएको कुरासँग त्यो हजुरले जुन जस्तो नियात्रा जुन हिसाबले डेभलप गर्नुभएको छ, हुन त हामी पछि नियात्राको कुरा गर्छौँ, त्यो खालको महसुस हजुरलाई कसरी हुन पुग्यो? जस्तो पढ्दै पढ्दै जाँदा क्रममा हजुरले त्यो एउटा टर्निङ पोइन्ट जस्तो देखियो नि, जस्तो मैले चाहिँ अलिक फरक खालको कुरा गर्नुपर्छ भन्ने फिलिङ कसरी आयो?
अब कस्तो लाग्यो भने अब अहिले त सोसियल मिडिया छ, उतिखेर सोसियल मिडिया थिएन। अब उतिखेर हामी मफसलको धरानको होइन, अब त्यो काठमाडौँ त हाम्रो रचनाले स्थानै पाउँदैन थियो नि, कति गाह्रो थियो। अनि जुन साहित्य लेखिरहेका छन् त्यो अब एउटा कवि अथवा एउटा कथाकार, लघु कथाकार, नियात्रा थपिनु मात्रै हो नि त। म त्यहाँ भिडमा मिसियो भने मैले लेख्नु भने अरूले लेखे जस्तो लेखेँ भने त म हराइहाल्छु नि त्यहाँनिर होइन। म त सङ्घर्ष गर्न सक्दिनँ, मेरो पहुँच पनि छैन, म केन्द्रमा पनि छैन। अनि मैले सोचेँ होइन यो तरिकाले गयो भने त म त त्यहाँ पुग्दै म त हराउँछु। मैले त 20औँ 30औँ वर्ष त्यहाँ लेखेँ गरेँ भने पनि अलिअलि चिनिएला, नभए चिनेन भने चाहिँ अब अर्को तरिकाले लेख्ने। अब अर्को तरिकाले लेख्नलाई आफूलाई अध्ययन पनि हुनु पऱ्यो, आफ्नो त्यत्रो ठुलो अध्ययनको दायरा पनि हुनु पऱ्यो, त्यो ठुलो आफूभन्दा सिनियर लेखिरहेकोहरूसँग टक्कर लिन त सकिँदैन। अनि होइन यो तरिकालाई चाहिँ उहाँले यो तरिका लेख्नु चाहिँ फलानले यो तरिका लेख्नु चाहिँ यसलाई म अर्को तरिकाले प्रेजेन्ट गर्छु, म अर्को तरिकाले हेरौँ त के हुन्छ भनेर गर्दै जाँदाखेरि चाहिँ वास्तवमा त्यो शैली चाहिँ अरूको भन्दा अलग भएपछि अलिक आकर्षक भयो नि। एउटा भनौँ न एउटा त्यो एउटा कुनै भिडमा चाहिँ एउटा अनौठो लुगा लगाएर कोही हिँडेको मान्छे देखियो भने त्यसलाई परैबाट चिनिन्छ नि, नोटिस हुन्छ। त कमन लुगा लगाएर हिँडिरहेको छ भने त त्यो मान्छे त्यो हुलमुलमा चिनिँदैन नि, कुनै बजारमा होस् कुनै कार्यालयमा होस्। त्यस्तै मैले अलिकति अब त्यस्तो उत्पात त धेरै मैले नयाँ त दिएको होइन, तर मेरो प्रयास चाहिँ त्यस्तो थियो। अब जानी नजानिकन अनि अरूले लेखेको भन्दा अर्कै तरिकाले चाहिँ म यसलाई प्रस्तुत गर्छु, नयाँ विषय दिन्छु भनेर मैले चाहे नियात्रामा होस्, चाहे लघुकथामा होस्, चाहे अब हाइकुमा होस्, जेमा होस्, बाल साहित्यमा होस्, मैले त्यो प्रयास गरेकोले नै मलाई लाग्छ म अलिकति चिनिएको हुँ अथवा यहाँ आइपुगेको हुँ जस्तो मलाई लाग्छ। धन्यवाद सर। त्यो कुरा मैले आफै हजुरका किताबहरू मैले विगत 2 महिनामा पढ्ने जुन अवसर पाएँ, त्यसले पनि मलाई मलाई पर्सनली पनि त्यो फिल हुन्छ, महसुस भयो कि जस्तो नियात्रा आफैमा पनि कस्ता छन् भने अब पढ्दै जाँदा एक किसिमको त्योसँग एक किसिमको कनेक्सन डेभलप हुन्छ। कनेक्सन मात्रै हुँदैन, एक किसिमको त्यसले चाहिँ इन्टेलेक्चुअली ट्रिगर गर्छ, जस्तो बौद्धिक हिसाबले ट्रिगर गर्छ। अनि एक किसिमको दार्शनिक चेतनाको विकास गर्न एक किसिमको फरक अनुभूति हुन्छ। कथा मैले त्यो कमरेड भाउजू कथा सङ्ग्रह पढ्दा मलाई प्रत्येक कथाहरू वन्डरफुल लाग्यो। जस्तो त्यो त्यसको अभिव्यक्ति अनि त्यस पछाडि विषयवस्तुलाई सरले जुन जुन तरिकाले बाँध्नु भएको छ र कथा पात्रहरू चयन गर्ने हरेक कुराहरूमा एकदमै राम्रो चाहिँ प्रस्तुति छ। त्यसले गर्दा त्यो त्यो आफैमा पढ्ने मान्छेलाई पनि बहुत रमाइलो लाग्छ। त्यसले गर्दा मलाई त्यो त्यो कुरा हजुरसँग अलिकति एक्सप्लोर गर्नु मन थियो। धन्यवाद त्यसको लागि। अब हामी दोस्रो सेक्सनमा प्रवेश गर्नेछौँ। दोस्रोमा भाग 2मा चाहिँ विषयगत छलफल भनेर मैले नाम राखेको छु। सबभन्दा पहिले हजुरको म कमरेड भाउजूकै कुरा गरौँ। कमरेड भाउजूभित्रका कथाहरू पढ्दाखेरि मलाई चाहिँ हजुरलाई सोध्न मन लाग्यो कि कमरेड भाउजूभित्रका कथाहरूको पृष्ठभूमि के हो, यस सङ्ग्रहको शीर्षक किन कमरेड भाउजू राखियो, यो सङ्ग्रहका कथाहरूले दिन खोजेको सन्देश के हो, र यसको प्रसिद्धिको कारण हजुरलाई कस्तो लाग्छ? कमरेड भाउजू कथा वास्तवमा अब डायस्पोरिक कथा भन्छु म यसलाई। अब समालोचकहरूले पनि त्यही भन्नुभएको छ। यो सबै विदेशी अब यहाँ बेलायतमा अथवा बेल्जियममा अथवा अमेरिका जहाँ होस् त्यो परिवेशको त्यो त्यो भूमिको र अनि नेपाली माटोसँग जोडिएको कथाहरू त्यसमा छन्। र त्यसको कथाको परिवेश चाहिँ अब खास गरिकन अधिकांश कथाहरू अलिक राजनीतिसँग जोडिएका कथाहरू छन्। धेरै जसो अझ कमेडीहरूसँग होइन, अब राजनीतिक एउटा कुनै वादसँग जोडिएका पात्रहरू छन् त्यहाँ। त्यो राजनीतिमा पहिले जोडिएका होलान्, अहिले छैन होलान्, अथवा त्यो वर्तमान अवस्थामा थिए होलान्, छैन होलान्। विभिन्न पात्रहरू छन्। त्यो त्यो पात्रहरूलाई नै मैले त्यो प्रस्तुति गरेको छु। अब त्यो कुन बेला मैले लेखेँ भन्दाखेरि चाहिँ जुन बेला चाहिँ नेपाल लामो एउटा द्वन्द्वकालमा माओवादी द्वन्द्वमा फँसेको थियो जुन बेलामा होइन, एउटा कम्युनिजमको एउटा खुल्ला रूपमा कम्युनिजम प्र्याक्टिस गर्ने केही पार्टीहरू पनि थिए। अनि त्यसपछि होइन भूमिगत रूपमा चाहिँ अब यो समाजवादी साम्यवादी केही व्यवस्था ल्याउने भएर आन्दोलन गर्ने अर्को समूह पनि थियो होइन। अनि त्यसपछि त्यो समूहको एउटा पीडा आतङ्क अथवा जुन तनाव नेपाली समाजले भोगिरहेको थियो, अनि त्यो त्यो समूह चाहिँ खुला राजनीतिमा आइसकेपछि अनि त्यो आन्दोलनमा लड्ने ती लडाकुहरू अथवा चाहिँ तिनका समर्थकहरू र त्यो सपना मान्ने नेताहरूको अब त्यो वास्तविकतामा खुला राजनीतिमा आइसकेपछि अब बाहिर भाषण गर्नु र आन्दोलन गर्नु सहिलो छ, र त्यो सत्तामा पुगेपछि अथवा बाहिर आइसकेपछि पुरा गर्नु गाह्रो छ। अनि ती पात्रहरू ती कोही योद्धा थियो होलान्, कुनै समर्थक थियो होलान्, कुनै अब नक्कली समर्थक थियो होलान्।
ती पात्रहरूको मनोदशालाई मैले प्रस्तुत गरेको, र ती पात्रहरू प्राय चाहिँ सबै नेपाल छोडेर विदेश आएका छन्, र तिनीहरूले विदेश आएपछि अब यहाँ भोगेका तिनका पीडाहरू, उनीहरूको अप्ठ्याराहरू, उनीहरूको उहाँको मनोदशाहरूलाई कसरी व्यक्त गरेका छन्, यावत कुराहरू कथा भनेर आएका छन्। र केही कथाहरू पारिवारिक पनि छन् होइन। अनि त्यो त्यहाँ नेपालको राजनीति छन् होइन। अनि त्यहाँ तिनीहरूले पाएको सफलता छन्, धोका छन्, पीडाहरू छन्। अनि मान्छेले सिद्धान्तमा व्याख्या गर्दा एक थोक गरे हुन्छ, व्यवहारमा अर्को थोक हुन्छ। तिनका कुराहरू पनि त्यहाँ राम्ररी चरित्र चित्रण भएका छन्, र यी समग्र विदेशमा आएर बस्ने नेपालीहरूको एउटा कथा चाहिँ यसले बोकेको छ। एउटा मैले जुन बेला लेखेँ त्यो बेलामा नलेखेको पाटोहरूको कथाहरू उजागर भएको छन्। अब अरू पनि कथाहरू आएछन्, प्रवासी कथाहरू। र यो मैले जुन शैलीमा जे विषयवस्तु मैले अँगालेर लेखेँ त्यो विषयवस्तुमा ठोकुवा त म गरेर भन्दिनँ, तर त्यति बेला यो विषयवस्तु कसैले पनि उठाउनु भएको थिएन। मैले मेरो यो कमरेड भाउजूमा उठाएका विषयवस्तुहरूलाई मैले अहिले त मैले भने नि, म अरूभन्दा अलग गर्न चाहन्छु कि चिनिनको लागि, खासै स्थापित हुनको लागि। अनि अरूले नउठाएको विषयवस्तुलाई मैले उठाएर कथा बनाएँ। त्यही कथाहरू को चाहिँ यो एउटा चाहिँ सङ्गालो हो। त्यसमा चाहिँ अब भनौँ न, कोही कोही मान्छेहरू अब भविष्य अब सुन्दर सपना आउँछ, राम राज्य आउँछ भनेर आफ्नो पढाइ छोडेर चाहिँ आन्दोलनमा होमिए, कोही करियर बनाउने समय छोडेर चाहिँ लडाइँमा गरेर चाहिँ घाइते भए। अब ती ती कयौँ मान्छेहरू चाहिँ अब तिनीहरूलाई राज्यले अथवा त्यो पार्टीले हेरेन, अहिले अरबमा चाहिँ बेल्चा हानिरहेछन् कि त्यहाँ नेपालमा घाइते भएर चाहिँ सरकारी सहयोगमा आएर हिँडिरहेछन् होइन। अब त्यो जिन्दगी बितेको त्यो पीडाहरूको हामीले पढेका छौँ, सुनेका छौँ। तिनै कथाहरूको सङ्गालो हो, र ती कथाहरू पढ्दाखेरि एउटा समाजको चित्र चाहिँ पाठकको आँखामा आउँछ, र आफैले देखे जस्तो, भोगे जस्तो, हो कि जस्तो लाग्छ। तर ती सबै सत्य त होइन, तर कल्पनाशीलता छ त्यहाँनिर। तर अब के आंशिक सत्य भए पनि कसै व्यक्ति उप लक्षित गरेर लेखिएको कथा होइन, तर त्यो त्यति भन्दा भन्दै पनि त्यो वास्तविक नेपालीहरूको कथा हो त्यो। धन्यवाद सर। त्यसमा चाहिँ कमरेड भाउजूमा जुन किसिमको एक किसिमको व्यङ्ग्य पनि छ त्यहाँ, किनभने समकालीन नेपाली राजनीति अनि त्यस पछाडि त्यसको बाइ प्रडक्टहरूमा मान्छेहरू विदेशी नै पीडा, विदेशमा आएर उताको सपना बोकिराख्नु पर्ने त्यो दुर्दशा, अथवा त्यो त एकदमको मजदारका मान्छेको बाध्यता भयो। यसले हजुरले मेरो दोस्रो क्वेसनलाई हजुरले लगभग एड्रेस गर्नुभएको छ कि डायस्पोरा साहित्यमा कमरेड भाउजूलाई कसरी पढ्न सकिन्छ भन्ने थियो, तर सायद हजुरले भन्नुभएका कुरासँग त्यो आन्सर अलरेडी आयो। त्यसै गर्दा म तेस्रोमा जान्छु। मजदारका साहित्यकारले आफ्ना सामना गर्नुपर्ने प्रतिनिधित्वको चुनौती के हो, र त्यसलाई हजुरले कसरी सामना गर्नुभएको छ कमरेड भाउजूमा? मजदारका साहित्यकार भनेको डायस्पोरिक साहित्यकारहरू। हामी प्रवासी साहित्यकारलाई एउटा ठुलो समस्या के छ भन्दाखेरि, अब अधिकांश साहित्यकार, यहाँ भएका साहित्यकारहरू केही न केही नेपालमा हुँदाखेरि लेख्दै आइरहनु भएको साहित्यकारहरू फेरि यहाँ आएर निरन्तरता दिनुभएको छ, र केही साहित्यकारहरू नेपालमा केही पनि साहित्य सिर्जना गर्नुहुन्थेन, यहाँ आएपछि सुरु गर्नुभएको छ। दुई खालको साहित्यकारहरू यहाँ देखिन्छ हेर्दाखेरि, यसो सर्वे गर्दाखेरि। अनि अब यहाँ बसेर जुन साहित्य सिर्जना गरिन्छ, अब हामी उहीँ लेखिरहेका थियौँ, र उहाँ अब अलिकति पहिचान थिएन, कसैको धेरै राम्रो पहिचान थियो। यहाँ आएर लेखेर खारियो, अझै पहिचान बढ्दै गयो। त्यो एउटा समूह भयो। अर्को चाहिँ यहाँबाट सुरु गरेर लेखियो, र अब के छ भने अहिले यो डायस्पोराको एउटा सिद्धान्तमा पढाइ पनि हुन्छ, त्यो एउटा चरित्र पनि हो। र डायस्पोराकामा बस्ने कुनै पनि जाति, नेपाली मात्रै होइन सबैको पनि उनीहरूलाई पहिचानको सङ्कट हुन्छ भन्छन् होइन। यहाँ आउने बित्तिकै अब पहिले यहाँ आउने ऋणपान गरेर, अब बेलायत अथवा अमेरिका जे होस् विदेश आए हुन्छन्, अनि ऋणपान गरेर आए हुन्छ, ऋणपान तिरो, अनि अब यहाँ घरसर के किन्यो अथवा नेपालमा घर बनायो, अनि सबै थोक भइसकेपछि त पढाइ हुन्छ मान्छे, उसलाई पहिचानको सङ्कट हुन्छ। म पनि त केही हुँ, मलाई के चाहियो त, म के हुने त भनेर चाहिँ भन्दाखेरि चाहिँ उसले अब कि अब एनआरएन कि एमाले काङ्ग्रेस माओवादी के भातृ सङ्गठनमा कुद्छन्, कि एनआरएनमा कुद्छन्, कि साहित्यिक संस्थामा कुद्छन्। अनि हरेक ठाउँमा प्रतिस्पर्धा छ। अनि सबैभन्दा सजिलो भनेको चाहिँ साहित्य छ। साहित्यमा खास लेखो, अनलाइन पत्रिकामा छपायो अथवा फेसबुकमा हाल्यो, अथवा चाहिँ लेखेर चाहिँ नेपालमा पठायो, कसैले सम्पादन गरिदिन्छ, अथवा कसैको घोस्ट राइटिङ हुन्छ, किताब निस्किन्छन्, अब लेखक भयो होइन। त्यो चाहिँ एउटा त्यो सिर्जनाले, साहित्यले एउटा पहिचान पनि दिलाउँछ। हाम्रो पहिचानको सङ्कट छ बाहिर बस्नेहरूलाई, त्यो एउटा दिएको छ। अनि त्यही सिलसिलामा लेखिएका साहित्यलाई चाहिँ सबैलाई एउटै डालोमा हालेर
नेपालबाट हेर्ने चलन छ। अहिले चाहिँ अलिकति कम भएको मैले महसुस गरिरहेको छु। अनि हामीले लेखेको साहित्य चाहिँ डलरे साहित्य हो भनेर भनिदिन्छ सिधै। यो त यहाँ डलरकोमा लेख्दैन, यहाँ अलिअलि खासखास लेख्यो, यहाँ नेपालमा आएर चाहिँ हल्लाखल्ला गरौँ, विमोचन गरौँ अथवा कसैलाई लेखायो अनि गर्छ नि, केही छैन भनिदिन्छ पढ्दैन पढिकन। हुन पनि यो किताब 500,000 प्रति सिका हुन्छन्, सबैको हातमा पुग्दैन। अब पढ्छन् पढ्दैन, पढ्दैन पढ्दैन कमेन्ट गरिदिन्छन् होइन। त्यो एउटा समस्या छ हामीलाई यहाँ, सङ्कट चाहिँ त्यो एउटा होइन। सबैले एउटा डालोमा हालेर हेर्ने त्यो एउटा गलत छ। अनि हामीले त्यो त्यसलाई चाहिँ अलिकति छिचोल्नको लागि चाहिँ अलिक सङ्घर्ष गर्नुपर्छ होइन है। यहाँ राम्रा सर्जकहरू पनि छन्, राम्रा चाहिँ सिर्जना यहाँबाट हुन्छन् भन्नको लागि चाहिँ त्यो एउटा समय लाग्छ, त्यो एउटा हामीले समस्या भोग्नु परेको छ। अनि अर्को कुरो चाहिँ अब हामीले लेखेको साहित्य चाहिँ साहित्य नै भएन, यताबाट लेखेको केही नै कुण्ठा हुन्छन्, देश सम्झेर गुवागा रोए जस्तो गरेर लेखेर आमा मेरी आमा भनेर चाहिँ अथवा मेरी प्रेमिका श्रीमती भनेर सम्झेर लेखा हुन्छन् भएर खिल्ली उडाउने पनि हुन्छन्। र कतिपयले के भन्छन् भन्ने गर्छन् भन्ने हामीलाई व्यङ्ग्य हानेर नेपालबाट चाहिँ देश छोडेर बाहिर जान्छन् नि, अब बाहिर जान्छ मजदुर रूपमा काम गर्ने रूपमा आएको नि त। यहाँ त कुनै पनि सरकारी ठुलो जागिर पाएर त कोही पनि भिसा लिएर न अमेरिका न बेलायत आएको छन्, बहुत अपवादमा आएका छन्। अनि के भनेर जिस्काउँछन् होच्याउँछन् भने नेपालबाट यहाँ चाहिँ कुल्ली बनेर आउँछन् रे विदेश, अनि फर्केर जाँदाखेरि चाहिँ कवि भएर जान्छन् रे भनेर पनि होच्याउने चलन छ। त्यो एउटा समस्याको चाहिँ अब हामी यहाँ बस्ने सबै डायस्पोरिक साहित्यकारले भोगिरहेका छौँ। तर त्यसो होइन, यहाँ राम्रा सर्जकहरू पनि छन्, नेपालमा लेखे पनि यहाँ आएर लेख्न सुरु गरे पनि नेपाली मूलधारको साहित्यलाई टक्कर दिने त्यहाँ चाहिँ दह्रो उपस्थिति जनाउने साहित्यकारहरू यहाँ हुनुहुन्छ, त्यो एउटा हामीलाई समस्या छ। र अनि अर्को कुरो कुनै के अरे पुरस्कारको हकमा होस् या कुनै समालोचना हकमा होस् केमा होस्, अनि यताको साहित्यकारको रचनालाई अलिकति किनारा लगाउने, महत्त्व नदिने, बाहिर बस्छ अथवा केही लेखेको छैन अथवा पैसा कमाएर चाहिँ किन हाल्नु पऱ्यो, यहाँ एकै मान्छेले पुगेको छैन भन्ने यावत के छन्, अलिकति छुट्याउने चलन चाहिँ छ। र त्यो त्यहाँ उपस्थित जनाउनको लागि अलिक बढी सङ्घर्ष गर्नुपर्छ। हाम्रो यहाँ बाहिर बस्ने सर्जकहरूले लेखेको साहित्य चाहिँ नेपालको मूलधारको पत्रिकामा छापिनको लागि अथवा समालोचकको आँखामा पर्नको लागि चाहिँ त्यो एउटा चाहिँ समस्या छ हामीले लेख्ने साहित्यको चाहिँ। अलिकति सरलाई मैले यो अलिक बढी टेक्स्ट बेस्ड टेक्स्चुअल हिसाबले जस्तो हुन्छ नि, कथा जस्तो कमरेड भाउजूका जुन पात्रहरू हुनुहुन्छ, मैले पात्र बेस्ड अलिकति मैले त्यसमा मोड्न खोजेँ। जस्तो कि पात्रहरू चाहिँ जुन क्रिएट गर्नुभएको छ हजुरले, त्यहाँ नेपाली पात्र छन्। अब कतिपय कथामा, तर मैले मस्ती जस्तो कतिपय डायस्पोरिक कथाहरूमा कस्तो देखिन्छ भने कथाकारहरूले चाहिँ जस्तो भियतनामको युद्धको कथा लेख्नुहुन्छ होइन। अब अथवा एउटा चाहिँ हिस्प्यानिक मान्छेले गरेको सङ्घर्षको कथा लेख्नुहुन्छ नेपाली मान्छेले नेपाली भाषामा। अब त्यो कथा लेखिरहँदा जस्तो त्यहाँनिर प्रतिनिधित्वको प्रश्न आउँछ नि त। जस्तो तपाईँले कसरी रिप्रेजेन्ट गर्नुहुन्छ, जस्तो कि तपाईँले उसको कल्चर त्यसरी स्टडी गर्नुभएको छैन। कतिपयलाई इभन अब मैले एउटा दुईवटा कथा पढेको छु जहाँ चाहिँ के भने त्यो दुईवटा पात्रहरू त्यहाँ इन्टरेक्सन गरिरहेका छन्, ती पात्रलाई राम्रोसँग अङ्ग्रेजी पनि बोल्न आउँदैन थियो अरे, अनि तिनले अङ्ग्रेजीमा उनको जीवनमा पाएको क्युबामा पाएको दुःखको कुरा गरिन् भनेर लेख्नु भएको छ एकजना अथरले होइन। अब खासमा मैले फोकस गर्न खोजेको यो कुरा हो, किनभने जस्तो हामीले जस्तो मैले एउटा नेपालीको कथा लेखेँ, मैले मजदारको कमरेड भाउजूमा हजुरले जसरी कमरेड भाउजूको कथा लेख्नु भएको छ, उहाँ चाहिँ नेपालको त्यो कमरेडरी बोकेर आउनुभएको छ, लन्डनमा बस्नुहुन्छ, अनि त्यो त्यो ह्याङओभरसँग जिउनुहुन्छ। त्यसले चाहिँ अलर्ट मेक सेन्स गर्छ, किनभने एउटा नेपालीले पढ्दाखेरि वी कनेक्ट, हामी त्यसमा हाम्रो कनेक्सन हुन्छ। तर एउटा क्युबाको मान्छेलाई क्यारेक्टर बनाएर उसको कथा लेख्यो भने त पहिलो कुरा त्यो डेप्थ, उसको कल्चरल होइन, उसको भाषिक साहित्यिक उसको सांस्कृतिक त्यो गहिराइमा हामी पुग्न सक्दैनौँ। अब यो चाहिँ च्यालेन्ज मैले देखेको छु हाम्रो डायस्पोरिक कथाकारहरूमा, मोस्टली कथा लेख्दाखेरि। त्यसलाई हजुरले कसरी भन्नुहुन्छ छोटोमा? तपाईँले गम्भीर कुरा, महत्त्वपूर्ण कुरा उठाउनु भयो। अब हामी नेपालीले अब साहित्यकारले लेख्ने, हुन त अब साहित्यकारको कुनै एउटा देश अथवा कुनै जाति हुँदैन भन्छन्, संसारकै भरिका लेख्नु होइन। हो उहाँमा त्यत्रो नलेज छ भने, क्षमता छ भने, अध्ययन छ भने संसारभरिकै जातिको बारेमा कथा ल्याउनु त राम्रो हो। तर त्यो जुन जातिको बारेमा कथा लेखिँदै हुन्छ त्यही जातिको मान्छे लेख्यो भने चाहिँ अलिक बढी आधिकारिक र सही कुरा आउँछ भन्ने चाहिँ मलाई लाग्छ। र उहाँले त्यसमा भन्दा बरु नेपाली समाजकै बरु कथा लेख्नुभएको भए चाहिँ हो होइन राम्रो हुन्थ्यो बरु। अथवा त्यो त्यो स्पेनिसले चाहिँ नेपालीसँग बिहा गरेको थियो,
अब त्यहाँ गर्दाखेरि दुईटा कल्चरको कुरा ल्याउनु भएको भए हो फेरि नाइस हुन सक्थ्यो होइन। ए, तर अ, सिङ्गो ग्वाटेमाला अथवा दक्षिण अफ्रिका अथवा अफ्रिकाको अब कथा लेखेर त उहाँमा कति नलेज होला त, किनभने कथा लेख्नु भनेको त एउटा समाज पनि पढ्नु हो होइन, हो समाज पनि पढाउनु हो नि त पाठकलाई। पढाउनु अनि त्यो लेख्नु भने चाहिँ उहाँसँग समय छ, अब क्षमता छ भने त राम्रो कुरो। तर उहाँले हाम्रै नेपाली कथा त कैयौँ कथाहरू छन् लेख्नुपर्ने कथाहरू त कैयौँ छन् कैयौँ छन्, मलाई यहाँ कैयौँ कथा अपलोड छ, समय नै पुगेको छैन होइन। अनि म चाहिँ भन्छु त्यो प्रभावकारी त्यति उहाँले लेखेको कथा हुँदैन। उहाँले नेपाली समाजकै अथवा आफूले भोगेको वरिपरिको बरु त्यही त्यही जुन ठाउँमा बस्नुहुन्छ उहाँ त्यही ठाउँमा बरु अफ्रिकन वरिपरि परिवार छ अथवा स्पेनिस परिवार छ भने त्यो परिवारसँग त्यो समाजसँग उहाँको केही त्यस्तो कनेक्सन छ भने अलिक अथेन्टिसिटी होला त्यहाँको कथामा। अब अर्कै कन्ट्रीमा गएर त के लेख्न सकिएला, सकिन्न त त्यो त्यति इन्ट्रेस्टिङ हुन्छ जस्तो मलाई लाग्दैन। भन्दाखेरि पनि कथा त अब कल्पनाशील त हो, कल्पना त जे पनि लेख्न सकिएला। तर अब डायस्पोरिक कथा लेख्न खोज्या हो भने त अलिकति जोडिनुपर्छ देशसँग। हो कल्पना भनिन्छ तर त्यो कथाको संसार छ नि त, कल्पना त कल्पनै हो। तर त्यो कथाको संसार पनि जस्तो अङ्ग्रेजीमा दुइटा छन्, पोसिबल र प्लाउजिबल। लाइक हामीले पढ्दाखेरि चाहिँ रियल लाइफ फिल हुनु पऱ्यो, वास्तविक फिल हुनु पऱ्यो त्यो कथाभित्रको संसार होइन। उम्, कथाभित्रको संसारमै पाठकलाई चाहिँ प्रश्नै प्रश्न उठ्यो भने होइन अब आँसु पनि झार्न सकिएला। जस्तो मलाई हो एउटा एउटा दुइटा अब मैले ठ्याक्कै नाम भनिनँ तर एउटा दुइटा कथा पढ्दा त्यो महसुस भयो। जस्तो म पनि भावुक त भएँ तर भित्र मसँग क्वेसनहरू आइरहेका थिए कि यो चाहिँ साँच्चै हो त, जस्तो त्यो कुरा कसरी हुनसक्छ, किनभने त्यो गहिराइमा पुग्न सकिँदैन सरले जुन कुरा भन्नुभयो। धन्यवाद हजुरको विचारको लागि। त्यसपछि अब हामी चाहिँ म दाइबुचु नियात्रा सङ्ग्रहतर्फ लाग्दैछु। हजुरलाई यो दाइबुचु नियात्रा सङ्ग्रह चाहिँ हाइबुन शैलीमा लेखिएको छ। दाइबुचु नियात्रा सङ्ग्रहलाई चाहिँ यो हाइबुन शैली किन अपनाइयो, यसले पस्किएको बौद्धिक अन्वेषणको यात्राले पाठकलाई दिन खोजेको सन्देश के हो? धन्यवाद। यो दाइबुच्चु यहाँ तपाईँलाई म देखाउन चाहन्छु यहाँ यो सिङ्गो जापान सम्बन्धी यो नियात्रा छ यसमा। अब नियात्रा त मैले भने होइन, तर मैले हाइबन भनेको चाहिँ नियात्रा भन्दाखेरि अब प्रकाशकलाई अलिक डराउने भए, अब हाइबन भन्न खोजेको थिएँ मैले, अनि रिक्स भयो। अब यो जापानमा चाहिँ अब म हाइकुको लेख्ने लेख्थेँ, अनि त्यो एउटा हाइकुकै सम्मेलनमा सन् 2018मा म जापान गएको थिएँ। अनि जापान गएको बेलामा चाहिँ सम्मेलन भयो, अनि हाइकुका बारेमा छलफल भयो, हाइकु सुनाइयो, मेरो एउटा हाइकुको किताब पनि त्यहीँ विमोचन भयो त्यो कार्यक्रममा होइन। अनि अब अन्तर्राष्ट्रिय हाइकुका केन्द्रीय अध्यक्ष पनि आउनुभएको थियो, जापानिजहरू पनि आउनुभएको थियो। अनि हाइकुको बारेमा कार्यपत्र पनि प्रस्तुत भयो, अनि अझै धेरै हाइकुलाई जान्ने बुझ्ने मौका पाएँ। अनि त्यही क्रममा चाहिँ अब कार्यक्रम सकिसकेपछि चाहिँ जापानको विभिन्न ठाउँ चाहिँ घुम्ने कार्यक्रम भयो। केही दिन म एक्लै घुमेँ र अधिकांश समय चाहिँ मेरो परम मित्र प्रकाश पौडेल महिलाले म लगायत अरू चार पाँचजना हुन्थ्यो हामी, नेपालबाट गएको जम्मा नेपाली, अनि लाई गाडीमा राखेर उहाँले सबै ठाउँ लानुभयो। अनि यो अ, यात्रा सङ्ग्रहको नायक चाहिँ म उसलाई प्रकाश पौडेल महिलालाई नै ठान्छु, उहाँले नै घुमाउनु भयो। अनि घुम्ने क्रममा हिरोसिमादेखि लिएर टोकियोका वरिपरि जम्मै घुम्यो। अनि अब हामी हाइकु लेख्ने सम्मेलनमा गएको र हाइकु कार गएकोले अनि उसलाई हाइकुको चाहिँ अब सम्राट भन्ने गरिन्छ माचो पासो। अनि उहाँको चाहिँ म म्युजियम लान्छु भन्नु, म म्युजियमप्रति चाहिँ मेरो पहिलेदेखि रुचि, मैले म्युजियमको बारेमा धेरैवटा नियत्र देखाएको छु लेखकहरूको म्युजियम घुमेर। अनि अनि उहाँले लाने भनेपछि म चाहिँ एकदम एक्साइटेड भएँ। र मलाई त्यतिखेरसम्म त्यो उहाँको बारेमा त्यति धेरै थाहा थिएन, माचो पासो उहाँ हाइकुकार हो भन्ने थाहा थियो, त्यति हो, सम्राट हो, सुरुवात गर्नु हो भन्ने थाहा थियो। तर उहाँले लेखेको एउटा किताब चाहिँ द ओकिनो होसिमिची भन्छ जापानिज भाषामा, र चाहिँ अङ्ग्रेजीमा द न्यारो रोड टु द डिप नर्थ भन्ने कुरो चाहिँ मैले जापान जानुभन्दा अगाडि मैले अनलाइनमा डाउनलोड गरेर पढाएको थिएँ। अनि त्यो चाहिँ यात्रामा चाहिँ उहाँले हाइकु मिसाउनु भएको रहेछ। अरे म त नियात्रा पनि लेख्छु अनि हाइकु पनि लेख्छु दुइटै, अनि हाइकु र नियात्रा चाहिँ मिसाएर लेखेको त हाइकु पनि भन्दो रहेछ नि। पुरा गजब लाग्यो मलाई त्यो थाहा थिएन त्यो त्यो विधा मलाई। अनि पढेपछि अनि फेरि दोहोऱ्याएर मैले पढेँ, अनि मलाई बडा स्वाद लाग्यो। अनि जापान गइसकेपछि चाहिँ अनि सबै जापानको सबै घुमियो। अनि त्यो हाइकुको चाहिँ सम्राटको म्युजियम जाँदाखेरि चाहिँ उहाँले गाडीमा लानुभयो, त्यो चाहिँ उत्रियौँ। त्यसपछि उहाँको म्युजियम गएर म्युजियम अवलोकन गऱ्यौँ। उनले परिवारका पन्जाहरू, उहाँका चप्पल के जाति राखेका थिए, सुराहीहरू, पानी खाने भाँडा, यावत चिजहरू थिए। अनि फेरि अर्को ठाउँमा उहाँको एउटा घर बनाइदिएको थियो उहाँको एउटा शिष्यले।
उहाँ चाहिँ जैन बुद्ध धर्मको चाहिँ एउटा चाहिँ प्रचारक अथवा चाहिँ व्याख्या गर्ने गुरु पनि हुनुहुन्थ्यो र हाइकु पनि लेख्नुहुन्थ्यो। अनि त्यो उहाँको घर बनाइदियो अनि उहाँको घर अगाडि चाहिँ एउटा केरा पनि रोपिदिएको थियो। अनि त्यसलाई चाहिँ त्यो केराको बुढो भएको घरलाई चाहिँ अब बासो आन भन्यो। अनि जापानी भाषामा बासो भने चाहिँ केरा हो। माचो भाषा उहाँको नाम उपनाम हो। अनि त्यो उहाँको घर उहाँको म्युजियम पनि हेऱ्यौँ, उहाँ बसेको घर पनि हेऱ्यौँ। घर त भत्किसकेको थियो तर त्यसको रूप दिनलाई फेरि एउटा संरचना तयार बनाएको थियो। अनि त्यही नजिकै त्यो ठुलो एउटा जापानको नदी छ, सुमिदा नदी, त्यसको किनारमा चाहिँ त्यही उहाँको घरै छेउमा अनि उहाँको शालिग थियो, धान मग्न अवस्थामा बसेको, त्यहाँ पोखरी थिए होइन, पानी खसिरहेको छ, केराको पर्छन्। सो नाइस, त्यहाँको वातावरण भेरी काल्म, त्यो नदी विशाल नदी थियो, झन्डै सब कोशी नदी जस्तै ठुलो नदी बगिरहेछ, ठुल्ठुलो जहाजहरू दौडिरहेछन् त्यसमा। अनि त्यहाँ बसेर चाहिँ हामीले हाइकु लेख्ने भन्नुभयो हाम्रो रामकुमार पाँडे सरले। उहाँ चाहिँ अब हाइकु अग्रज हुनुहुन्छ अनि उहाँले चाहिँ ल हाइकु लेख्नुपर्छ सबैले यहाँ एकदम तत्काल चाहिँ ददर्स र हाइकु लेख्नु भएर उहाँले चाहिँ उर्दी जारी गर्नु। हामीले ल सरले भनिहाल्नु भनेर लेख्यौँ। उहाँ भने चाहिँ अब पहिले हामीले नेपाल परिचय भन्ने किताबमा लेख्नु थियो, हामीले पढायो सबैले, तर हामीलाई त पढ भएन। उहाँले लेखेर त्यहाँ सुनायौँ। अनि सुनाइसकेपछि चाहिँ डिफ्रेन्ट फिल भयो। अब मैले प्रायः चाहिँ हाइकु त कोठामा बसेर ल्याएको थिएँ, तर त्यो बाहिर बसेर लेखेको हाइकु चाहिँ पहिलोचोटि थियो। अनि त्यहाँ लेखेको हाइकु चाहिँ साँच्चै जीवन्त जस्तो लाग्यो। अनि त्यसपछि अर्को हाइकु सर्किट थियो अनि उहाँ अर्को ठाउँमा बसेको घरमा पनि लगेर चाहिँ उहाँ प्रकाशीले लानुभयो, त्यहाँ घुम्यौँ, त्यहाँ साकुरा फुल थियो, एउटा हाइकु सर्किट फुल हो। अनि त्यो मैले त्यो त्यो नियात्रा लेखेँ, त्यसपछि मैले हाइकु मिसाएर लेखेँ। हाइकु मिसाएर चाहिँ बडा मिठास भयो, त्यो नियात्रा बेग्लै मिठास भयो। अनि त्यसलाई चाहिँ अब हाइबन भन्यो। अनि मैले त्यो सिङ्गै कृतिमा अब मैले हाइकु मिसाउने भएँ मैले। अनि सबै हरेक नियात्रा मेरो 8-10वटा 15वटा हेरिकन हाइकु छन् र एउटा कृति बन्यो। र यात्रामा गद्यमा हाइकु मिसाएर सम्बन्धित विषयसँग सम्बन्धित, बिना प्रसङ्गको हाइकु ल्याएर त भएन, सम्बन्धित त्यो प्रसङ्ग आएको जुन गद्य प्याराग्राफ छ त्यसमा मिसाएर लेखेको हाइकु भएको विधालाई चाहिँ हाइबन भन्ने चल्दो रहेछ। अनि नेपालीमा अहिलेसम्म थिएन, अनि मैले त्यसलाई हाइबन भनेर चाहिँ प्रकाशित गरेँ। अब हाइबन विधा हो, नेपाली साहित्यको पहिलो विधा हो। यसले साह्रै राम्रो चर्चा पनि पायो, यसले मलाई सफलता पनि दियो। म खुसी छु यसले चाहिँ अब एउटा हाइबन नयाँ विधा पनि परिचित भयो नेपाली साहित्यमा। र दाइबोजूले पाठकलाई जापानी कला संस्कृति, त्यहाँको आधुनिक जीवनशैली, त्यहाँको युद्ध होइन, संहार, यी त्यहाँको सिन्तो धर्म, बुद्ध धर्म, यावत कुराको जानकारी गराउने एउटा चाहिँ एउटा साथ समालोचकहरूले बौद्धिक कृति भन्नुभएको छ, एउटा मेरो सानो मेहनतले तयार भएको कृति हो यो। त्यसले चाहिँ पाठकहरूलाई बेग्लै संसारमा पुर्याउँछ र चाहिँ जापानी समाजको अब जापानको बारेमा मात्रै सिङ्गै लेखेको नियात्रा चाहिँ यही मात्रै। अब अरूहरूले पनि धेरै यात्रा गर्नुभएको छ, मिसाएर के गरेर लेख्नु भएको होला होइन। तर यति डिटेलमा त्यहाँको कला संस्कृति, धर्म परम्परा, आधुनिक जीवनशैलीको बारेमा लेखिएको यो पहिलो किताब हो, जो चाहिँ एउटा बौद्धिक पाठकहरूको लागि पनि उपयोगी किताब छ। मैले हजुर, त्यो धन्यवाद सर। कुराहरू चाहिँ मैले पाठकलाई दिन खोजेँ हो। हस्, धन्यवाद सर। त्यस पछाडि म अलिकति समयको पाबन्दीलाई पनि विचार गर्दै मैले अर्को एउटा थोरै छोटोमा युरेसियाको स्पर्शन यात्रा सङ्ग्रहको बारेमा पनि छोटोमा बताइदिन अनुरोध गर्दछु। धन्यवाद। त्यो युरेसियाको स्पर्श मेरो युरेसिया भनेको अब युरोप र एसिया भनेको मैले 94मा चाइना जाने मौका पाएको थिएँ 2 हप्ताको लागि। त्यहाँको चाइना रेडियोले एउटा प्रोग्राममा मलाई इन्भाइट गरेको थियो। मलाई त्यहाँ चिनको चाहिँ बेजिङदेखि लिएर छन्धु र सियान, लासा, तिब्बतसम्म घुमाएर लिएर आएको थियो। अनि त्यहाँ भएको यात्रा अनुभूति र अनि म युरोप आइसकेपछि जर्मनी, बेल्जियम, फ्रान्स, लक्जमबर्ग देशको चाहिँ यात्रा अनुभूति मिसाएर लेखेको नियात्रालाई मैले युरेसियाको स्पर्श भन्ने दिएँ, नाम दिएर मैले निकालेँ। जसले चाहिँ मलाई स्पर्श गरे। त यात्रा भनेकै ले स्पर्श गर्छ मान्छेलाई, मनमा स्पर्श गर्छ नि। कुनै ठाउँ घुमिन्छ, आहा कस्तो राम्रो ठाउँ, आहा क्या मिठो चिज भने जस्तै। त्यही विषय मिलाएर लेखिएको नियात्रा सङ्ग्रह मेरो पहिलो नियात्रा सङ्ग्रह हो, युरेसियाको स्पर्श, जसको नियात्रा मैले पहिलोचोटि त्यहाँ एउटा ग्रेट वाल नचढेको मान्छेले बहादुर भइँदैन भन्ने नियात्रा त्यसमा पनि छ। त्यो चाहिँ मेरो पहिलो नियात्रा मेरो 2055 सालमा कान्तिपुर दैनिकको कोसेलीमा छापिएको थियो। त्यसमा पनि समावेश छ। र त्यो
नियात्रासँग मेरो नियात्रा लेखनको एउटा माइलस्टोन पनि हो। मेरो पहिलो नियात्रा लेखेको नियात्रा पनि पहिलोचोटि नै ठुलो पत्रिकामा, राष्ट्रिय स्तरको पत्रिकामा शनिबार कोसेलीमा छापिएको थियो। र त्यहाँ भएको एउटा नियात्रा पनि तपाईँको चाहिँ लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातक तहको कोर्समा परेको छ। त्यो एउटा मेरो नियात्रा लेखनको एउटा माइलस्टोन हो। त्यसलाई म जहिले पनि स्मरण गरिरहन चाहन्छु। हजुर, धन्यवाद सर। नियात्राकै कुरा गर्दाखेरि कवि ऋषि बस्ताकोटीले नर्थ क्यारोलिना युएसएबाट हजुरलाई एउटा प्रश्न सोध्नु भएको छ। यो अन्तर्क्रियासँग मिल्ने भएको हुनाले मैले यो प्रश्नलाई यहाँ राख्ने विचार गरेँ। प्रश्न छ, यात्रा संस्करण र नियात्रामा के फरक छ? उही हो कि अथवा साहित्यिक हिसाबले त्यसलाई कसरी हेर्ने? अब झन्डै झन्डै त उस्तै उस्तै हो होइन। अब पहिले यात्रा वृत्तान्त, यात्रा संस्मरण भन्ने चलन थियो। अब पछि चाहिँ नियात्रा भन्ने अलग्गै विधा चाहिँ अब तारानाथ शर्माले लेखिसकेपछि अब नामाकरण भएको विधा हो। अब अहिले यसरी हेर्दाखेरि चाहिँ यात्रा संस्मरणमा चाहिँ पहिले घुमेका कुराहरूलाई विगत सम्झेर लेखिन्छ होइन। म यहाँ गएको थिएँ, यस्तो देखेँ, उस्तो देखेँ, सरसर्ती कुनै स्थानको कुनै प्रकृतिको वर्णन गरिन्छ। मैले विगतमा भएको कुराहरूलाई संस्मरण सम्झेर लेखिन्छ भने नियात्रामा चाहिँ वर्तमान अवस्था, वर्तमान कालमै लेखिन्छ। पाठकले पढ्दाखेरि चाहिँ सँगसँगै हिँडेको अनुभूति गर्छ। मैले यो देखिरहेको छु, यहाँ पानी बगिरहेको थियो, यहाँ यो थियो, त्यो थियो, के भन्नुपर्ने हो लेखकले व्याख्या गरिरहेको हुन्छ र उसले वर्तमान कालमा लेखिएको हुन्छ र जसमा चाहिँ गतिशीलता हुन्छन्, कल्पनाशीलता हुन्छ र साहित्यको रसले भरिपूर्ण हुन्छ, आत्मपरकता हुन्छ र मुख्य रूपमा यिनै हुन् यात्रा र यात्रा संस्मरण फरक। अब हुँदा चाहिँ वास्तवमा एउटै एउटै विधा हो, तर अब यसरी छुट्याइएको छ। अब अहिले यसरी हामी बुझिरहेका छौँ। हस्, धन्यवाद सर। अब हाम्रो छलफललाई म हाइकुतर्फ मोड्न चाहन्छु। हजुर एकदमै सुप्रसिद्ध हाइकुकार पनि हुनुहुन्छ। म सबभन्दा पहिले विश्वप्रसिद्ध हाइकु लेखक मात्सुओ बासोको एउटा हाइकु प्रस्तुत गर्न चाहन्छु। पुरानो ताल भ्यागुतो उफ्रिदिन्छ जल आवाज। एकदमै गहन छ यो हाइकु। अब हजुरका दुईटा हाइकु मैले यहाँ ल्याएको छु, म वाचन गर्न चाहन्छु। दुःखको नदी, विकासको सहर, रुग्ण प्रकृति। यो सायद मलाई लाग्छ यो दाइबुचु हाइकु सङ्ग्रहभित्र छ। अनि अर्को छ, केराको बुङ्गा, माचुओको सपना, पहेँलपुर। केरासँग त्यसको गाँसिएका स्मृतिहरू त्यहाँ एकदमै राम्रोसँग लेखिएका छन्। मलाई पढ्दा एकदमै रमाइलो लागेको थियो। अब हजुरलाई मैले एउटा प्रश्न गर्न चाहन्छु कि हाइकु कस्तो साहित्यिक विधा हो, कसरी लेखिन्छ र हाइकु लेखनमा आएका परिवर्तन, जापानका केरागारी माचुओलाई भेट्न जाँदाका अनुभूतिहरू छोटकरीमा बताइदिनुहोस्। हाइकु एउटा जापानिज कविताको एउटा विधा हो। यो कविताको लघुतम रूप हो। अब यो संसारभर प्रसिद्ध छ र योलाई भन्ने गरिन्छ हाइकु अनुभूतिको चरम क्षणको कविता पनि हो र थोरै अक्षरमा गम्भीर र चिन्तन योग्य कुरा लेख्नु हाइकु हो। र यो हाइकु जिन कविता जस्तै होइन, ध्यान कविता जस्तै ध्यान गर्ने कि एउटै कुरामा फोकस भयो जस्तै हाइकु लेख्ने पनि सानो कुरामा फोकस गरेको छ। त्यसको अर्थ चाहिँ गहन हुन्छ। र यसको अर्थ यो होइन कि अब सानो कुरामा लेख्नु नै कविता हाइकु बन्यो भन्ने होइन। र त्यसमा चाहिँ गहन चिन्तन पनि हुनुपर्छ र हाइकुमा ऋतुबोधक शब्द हुनुपर्छ। ऋतु सम्बन्धी, प्रकृति सम्बन्धी कुनै न कुनै शब्द ती तिनवटा लाइनमध्ये एकटामा काहीँ न काहीँ हुनैपर्छ। र यो 17 अक्षरको हुन्छ र पहिलो लाइनमा 5 अक्षर हुन्छ, दोस्रो लाइनमा 7 अक्षर हुन्छ र अन्तिम लाइनमा 5 अक्षर हुन्छ। नेपाली साहित्यमा त्यो आदि अक्षरलाई गनिँदैन र जापानिजमा र अङ्ग्रेजीमा 5-7 अक्षरमा कविता हाइकु बन्दैन। उनीहरूले चाहिँ सिलेबस युज गर्छन् र यो संसारभरि लोकप्रिय छ हाइकु। र यो छोटो भएकोले तपाईँको लोकप्रिय पनि छ। र यसमा परिवर्तनको कुरा गर्दाखेरि अब प्रकृतिलाई नै फोकस गर्नुपर्ने हुन्छ र जापानमा चाहिँ त्यो प्रकृति सम्बन्धी त्यो हाइकुमा हाल्ने शब्दको यत्रो किताबै किन्न पाइँदो रहेछ। त्यहाँ चाहिँ कुन कुन शब्दहरू चाहिँ हाइकुमा हाल्ने भनेर त लिस्ट नै हुँदो रहेछ। हाम्रो नेपालीमा त त्यस्तो छैन। अब हाम्रो नेपालीको शब्द भण्डार अलिक कम पनि छ र कतिपय कुराहरू दोहोरिन्छ। कसै कसैको कविता हाइकुसँग जुझ्न पनि जान्छ। अब कुरो उनी हुन्, शब्द भण्डार कम छ।
र तर नेपालमा अब प्रकृति मात्रै हालेर मात्रै नि हाइकु सिर्जना हुन सक्दैन, त्यही भएर चाहिँ चाडपर्व जात्रालाई पनि हाल्न सकिन्छ है भन्ने चाहिँ एउटा हामीले मान्यता बनाएको छौँ र त्यही अनुसारको चाहिँ हाइकुहरू शब्दहरू प्रयोग गरेर हाइकु अहिले लेखिएको छ। अब लेख्दाखेरि सहिलो देखिन्छ, 17 अक्षर त जसले पनि लेख्न सकिहाल्छ। एक दिनमै किताब लेखेँ भन्ने एकजना हाइकुकारलाई पनि मैले भेटाएको छु, एक रातमै एकजना पढ्नु पऱ्यो, सिद्धान्त थाहा पाउनु पऱ्यो, एक दिनमै मैले किताब तयार बनाएँ भन्नु त उहाँले होइन। अब त्यसरी पनि हुँदैन। तर पनि अब हाइकुमा परिवर्तन चाहिँ के आएको छ भन्दाखेरि चाहिँ जापनिजहरू पनि अलिकति फ्लेक्सिबल चाहिँ भएको छन्, के कुराहरूलाई चाहिँ अलिक मिसाउनुपर्छ। सधैँ प्रकृति मात्रै पनि ऋतु मात्रै पनि खोजेर हुँदैन भन्ने कुरामा उनीहरू भएको छन्। अब अहिले समाजमा समाज परिवर्तन भएको छ, वातावरण विज्ञान प्रविधि होइन, मान्छेको लाइफस्टाइल चेन्ज भएकोले ती कुराहरू पनि हाइकुमा प्रतिबिम्बित भएका छन्। यिनै हुन् परिवर्तन हाइकुमा आएका। र जापानको केरागारे माचुले भेट्न जाँदाको कुरा अघि मैले अघि पनि भनिसकेँ, अलिकति प्रसङ्गले अगाडि आइहाल्यो। त्यो एउटा अद्भुत अनुभूति भएको थियो मलाई। र त्यो हाइकुको सम्राटलाई म आफू पनि हाइकु लेख्ने भएकोले र हाइकु सम्मेलनमै गएको बेलामा त्यहाँ भेट्दाखेरि चाहिँ वास्तवमा मलाई एउटा अद्भुत ऊर्जा प्राप्त भयो। वास्तवमा त्यसपछि नै हो मैले अझै बढी गहकिलो खारिएको हाइकुहरू लेख्न थालेको। र मेरो अहिले 3टा हाइकुको किताबहरू प्रकाशित भइसकेका छन् र अहिले केही समय अलि अङ्ग्रेजीमा लेखिरहेको छु, पत्रिकाहरू मागिरहन्छन् र त्यति अलि धेरै समय दिन सकेको छैन हाइकुलाई। यिनै हुन् हाइकुका हवस् हवस् सर, धन्यवाद। अनुभूति। अब म भाग 3तर्फ समयको पाबन्दीलाई विचार गरेर भाग 3तर्फ प्रवेश गर्न चाहन्छु। अ, यसमा चाहिँ लेखन सम्बन्धी विचार मन्थन भनेर मैले शीर्षक राखेको छु। हजुरलाई पहिलो प्रश्न मेरो छ, सायद अब हामीले अलिकति छोटो गर्नु पर्ला, धेरै हुन्छ। लामो पनि श्रोता दर्शकलाई हो सुन्न हेरिरहन। अब अहिले समय चाहिँ जे पनि छिटोको समय छ होइन, हो छोटो मिठो। साहित्य किन लेखिन्छ? कुण्ठा, अर्थी, उपदेश साहित्यका पाटा हुन् कि होइनन्? साहित्य सृजना आत्मसन्तुष्टि हो कि उपलब्धि हो? साहित्य अब पहिले त मान्छे उद्देश्य हुन्छ म यो समाजका लागि भनेर कसैले लेखा हुन्छ, रहरको लागि लेखा हुन्छ अधिकांशले होइन। अनि बुझ्ने र अब मान्छे चेतनशील भइसकेपछि, सक्षम भइसकेपछि अब उसलाई लाग्छ, कतिलाई चाहिँ मेरो आत्मसन्तुष्टिको लागि लेखेँ भन्ने लाग्दो हो। तर धेरै जसो साहित्य चाहिँ कुनै न कुनै रूपमा समाज परिवार राष्ट्रका लागि अथवा विश्व हितको लागि लेखिएको हुन्छ। र मलाई लाग्छ साहित्य त्यसैको लागि लेखिनुपर्छ र त्यसैको लागि लेखिरहेको होला। तर कतिले चाहिँ रहरको लागि नामको लागि पनि लेखेको होला, त्यसमा चाहिँ व्यक्तिमा निर्भर पर्छ। ठिक छ, अनि धन्यवाद। कुन- कुण्ठा अर्थी उपदेश साहित्यका पाटा हुन् कि होइन भन्नुभयो, ती त होइनन् होइन। साहित्यमा कुण्ठा व्यक्त गर्नु साहित्य होइन होइन। अनावश्यक अर्थी उपदेश दिनु हुँदैन। तर साहित्यबाट नजानिदो पाराले पाठकले अर्थी र उपदेशहरू चाहिँ लिइरहेका हुन्छन्। घुमाएर चाहिँ कलात्मक तरिकाले मिसाउन सक्नु चाहिँ अर्थी उपदेश मिसाउन सक्नु चाहिँ वास्तवमा सही साहित्य हो होइन। अनि साहित्य सिर्जना आत्मसन्तुष्टि पनि हो, समाजका लागि उपयोगी काम पनि हो भन्छु म। ठिक छ। हजुरले लेखेर के पाउनुभयो? आफ्नै लेखाइमा सन्तुष्टि के कुराले दिँदो रहेछ? अँ, लेख्न के पाउँछु भनेर त मैले लेखेकै होइन होइन। सुरुमा अहिले पनि भने मैले चाहिँ रहरको लागि नामको लागि चिन्हको लागि लेखेको थिएँ। अनि पछि लेख्दै गएपछि चाहिँ अब राम्रै भयो। अनि काहीँ काहीँ कोर्समा पऱ्यो, अनि काहीँ काहीँ तपाईँको पढेर यो थाहा पाएँ भन्न थालेँ। अब अहिले चाहिँ मैले लेखेर चाहिँ अब सन्तुष्टि त मिलेको छ। तर समाजलाई मैले अथवा त्यो कुनै एउटा समूहलाई कसैलाई मैले केही कुरा दिएको छु कि कसैको मनको एउटा के अरे चाहिँ मलम बनाएको छु कि घाउको मलम बनाएको छु कि कुनै आन्दोलन विद्रोहको एउटा झिल्का बनाएको छु कि जस्तो लाग्छ मलाई। त्यसैको लागि लेख्छु म। र त्यहीबाट मैले सन्तुष्टि पाएको छु। अब त्यसलाई अब सफलता पुरस्कारहरू पाएँ, अब केही कोर्सहरूमा पढेँ, किताबहरू आए, त्यसलाई सफलता ठानेछु। त्यति ठुलो मैले उत्पात केही ठानेको छैन मैले त्यसलाई। ठिक, धन्यवाद सर। त्यो हजुरको महानता हो। अ, नेपाली साहित्यको वर्तमान अवस्था कस्तो देख्नुहुन्छ हजुरले? नेपाली साहित्य व्यावसायिक भएको छ अथवा कस्तो महसुस गर्नुहुन्छ? नेपाली साहित्य पहिलेको भन्दा त धेरै राम्रो छ। पहिले हामीलाई पत्रिकामा त्यो कुनै रचना छपाउने कस्तो गाह्रो पर्छ, 2-3टा पत्रिका हुन्थ्यो। अहिले त अब 20औँ 30औँ त प्रिन्टेड पत्रिकै छन्। अनि अनलाइन त अब होला 8-10 हजार। अनि अब फेसबुक त आफ्नो छँदैछ। एकदमै राम्रो छ अहिले त्यो एउटा त्यो हिसाबले होइन। पाठकलाई फोरमको लागि
अनि त्यति भन्दा भन्दै पनि राम्रो साहित्य आएछन् पहिलेको तुलनामा स्तरीय नयाँ विचार भएका नयाँ ज्ञानले भरिएका नयाँ नयाँ विविध आयामले भरिएका साहित्य अहिले आएका छन् र त्यो नेपाली साहित्यको लागि अत्यन्त खुसीको कुरो हो र नेपाली साहित्य भनौँ न अहिले डिजिटल दुनियाँमा फेसबुक टिकटक इन्स्टाग्राम युट्युब ट्विटरमा पनि पुगेका छन् तिनीहरूले अल्मल्याउँदा अल्मल्याउँदै पनि मान्छेले साहित्य लेखि नै रहेका छन् र साहित्य लेखिएको अनुसार नै पढ्ने पाठकहरू पनि छन् र पुस्तकहरू पनि प्रकाशित भइरहेका छन् र नेपाली साहित्य अलिक व्यावसायिक चाहिँ अलिक भएको छैन किनभने साहित्य लेखेरै कसैको गुजारा चल्छ जस्तो चाहिँ मलाई लाग्दैन अब पत्रिकामा यति कमायो उति कमायो भनेर इन्टरभ्यू त मैले नि पढाएको छु ठुल्ठुलो लेखकको होइन तर मलाई लाग्दैन त्यो एकचोटि लेखिन 10 लाख 20 लाख 30 लाख दियो भने त उसले त फेरि 3-4 वर्षपछि अरू किताब लेख्ला नि होइन त्यो घर चलाउनु त गाह्रो छ नि त होइन त्यसकारण चाहिँ अलिक व्यावसायिक चाहिँ नेपाली साहित्य भइसकेको छैन तर पहिलेको तुलनामा लेखकहरूले रोयल्टी पाउने होइन अनि अब भ्रमणमा जाने अब अमेरिका बेलायततिर त्यहाँ कवितामा अथवा कुनै कार्यक्रममा बोलाउने त्यो एउटा राम्रो अवसर पाएको छ तर एउटा राम्रै बाटोतिर गएको छ मलाई लाग्छ नेपाली पाठक पनि बढिरहेका छन् र लेख्ने लेखकलाई पनि स्तरीय लेखिरहेको कारणले केही समयपछि केही लेखकको लागि यो व्यवसाय नै हुन्छ जस्तो मलाई लाग्छ। हजुर धन्यवाद सर। सायद त्यो हाम्रो अहिलेको माहौल अब विश्वव्यापीकरण अनि नेपाली सबभन्दा ठुलो कुरो चाहिँ अब अहिले नेपालमा अब हुन त नेपालमै नेपाली धेरै हुनुहुन्छ बस्ने त तर पनि हेर्दाखेरि यहाँबाट हेर्दा कस्तो लाग्छ भने सबै नेपाली विदेशमै छन् भने जस्तो फिल हुन्छ र त्यसले एक किसिमको फरक माहौल सिर्जना गरेको छ। किनभने एउटा कार्यक्रम गर्दा महसुस हुन्छ यहीँ पनि हामीले लोकल स्तरमा साहित्यिक कार्यक्रम गर्दा जुन प्रेसेन्स हुन्छ जुन किसिमको एप्रिसिएसन पाइन्छ त्यसले पनि खासमा अब भन्दा मान्छेले साहित्य पढ्दैनन् मन पराउँदैनन् भने जस्तो सुनिन्छ तर मलाई पनि त्यस्तो व्यक्तिगत रूपमा लाग्दैन। माहौल एकदम राम्रो जस्तो लाग्छ। मेरो हजुरलाई तेस्रो प्रश्न छ साहित्य प्रेरणा हो कि सिकाइ हो? सामाजिक सञ्जालमा उदाएको साहित्यिक माहौललाई कसरी हेर्नुभएको छ? साहित्य सुरुवातमा त प्रेरणा हो कसैको प्रेरणा बेगर मान्छेले चाहिँ अगाडि बढ्न सक्दैन कसैले हौसला दिनु पऱ्यो होइन कसैले नदिए पनि कहीँ छापेपछि आफै प्रेरणा पनि प्राप्त हुन्छ ओ मैले यस्तो गरेँ भनेर त्यो पनि एउटा साहित्य सिकाइ पनि हो सिकाइको क्रम कहिल्यै रोकिँदैन ठुल्ठुला एकदमै नाम चलेका विद्वान लेखकहरूले पनि पढि नै रहेको हुन्छन् अध्ययन गरिरहेको हुन्छन् समाजमा गएर चाहिँ अब सिकिरहेको हुन्छन् केही भएन भने किताबमा नभएका कुराहरू समाजमा सडकमा कहाँ कहाँ जानुपर्ने उनीहरूले त्यहाँबाट लिइरहेको हुन्छ साहित्य निरन्तर सिकाइको क्रम हो र प्रेरणा पनि हो त्यो चाहे पाठकको प्रेरणा होस् चाहे राज्यको प्रेरणा होस् कुनै पुरस्कार दिएर होस् या व्यावसायिक प्रकाशकले राम्रो रोयल्टी दिएर पनि त्यो पनि एउटा प्रेरणा हो लेखकलाई होइन प्रेरणा पनि हो सिकाइ पनि दुइटै हो। अब सामाजिक सञ्जालमा उदाएको साहित्यको तपाईँले भन्नुभयो त्यो राम्रो छ साहित्य सामाजिक सञ्जाल त्यही कारणले नेपाली साहित्य संसारभरि पुगेको छ र यस अर्थमा म के भन्ने गइरहेको छु भन्दाखेरि चाहिँ इन्टरनेटको माध्यमले सामाजिक सञ्जालको माध्यमले संसारभरि पुगेको कारणले गर्दाखेरि नेपाली साहित्य वास्तवमा अन्तर्राष्ट्रिय साहित्य पनि हो संसारभरि बोलिन्छ पढिन्छ होइन अनि यसले एउटा राम्रो चाहिँ के गरेछ भन्दाखेरि साहित्य सबैलाई पुऱ्यायो सबैलाई लेखक बनायो र कुनै सम्पादकको कुनै प्रकाशकको चाकरी गराउनु पनि आफ्नो सिर्जना आफै सामूहिक सञ्जालमा हाल्यो अथवा अनलाइनमा कुनै अनलाइन फोरममा हालेर आफ्नो रचनाहरू दसौँ हजार पाठकलाई उसले पढाउन सक्छन् होइन त्यो चाहिँ एउटा राम्रो हो तर समस्या के छ भन्दाखेरि चाहिँ त्यो सामूहिक सञ्जालमा हाल्ने जुन रचनाहरू छन् त्यसको सम्पादक लेखक आफै हुन्छ नि त अरूले सम्पादन गरिँदैन अनि गलत रचना पनि पुगिरहेको हुन्छ र फेसबुकमा चाहिँ अथवा इन्स्टाग्राम अथवा ट्विटर कहाँ कहाँ वाह वाह भनिदिएर चाहिँ लेखक बिग्रिने भड्किने सम्भावना पनि हुन्छ होइन त्यो एउटा चाहिँ एउटा क्षणिक लाभ दिन्छ लेखकलाई र लेखकले सही बाटो अथवा मार्गनिर्देशन प्राप्त नगरेर अल्मलिन पनि सक्छ त्यो चाहिँ एउटा समस्या छ तर सामाजिक सञ्जाललाई चाहिँ मैले पोजिटिभ रूपमा लिन्छु जसले चाहिँ लेखकलाई चाहिँ सिकाउनलाई होइन उत्प्रेरणा दिनलाई ठुलो काम गरेको छ। अरू यसमा अब म हजुरलाई अर्को यससँग सम्बन्धित नेपाली साहित्यलाई विश्वव्यापी बनाउन के गर्नु पर्ला र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले को भूमिकालाई हजुरले कसरी हेर्नु भएको छ? हजुर आफै पनि अन्तर्राष्ट्रिय साहित्य समाजमा रहेर काम गर्नुभएको अनुभव छ। नेपाली साहित्यलाई विश्वव्यापी बनाउनलाई सबभन्दा पहिले यसलाई अनुवाद गर्नुपर्छ यो विषयमा अस्ति भर्खरै यो किताब जात्रामा लास्ट विक
तपाईँको नेपाल एमएसीमा त्यो एउटा प्यानल डिस्कसन भएको थियो, मैले पनि बोलेको थिएँ, अरू साथीहरूले पनि बोल्नु भएको थियो, राम्रो कुराहरू उठाएको थिएँ त्यहाँ। सबैले पहिले अनुवाद गर्नु पऱ्यो होइन, त्यसलाई अङ्ग्रेजीमा अनुवाद गर्नु पऱ्यो मिनिमम पनि। अङ्ग्रेजी मात्रै पनि एउटा विश्वव्यापी भाषा होइन, चाइनिज पनि हो। नेपाली साहित्यलाई चाइनिजमा लाने प्रयासै गरेको मैले थाहा पाएको छैन, खालि अङ्ग्रेजीलाई फोकस गरेका छन् होइन। हिन्दी पनि ठुलो भाषी समूह हो त्यो, हिन्दीमा पनि नेपाली साहित्य अनुवाद गर्न सकिन्छ होइन। हिन्दीबाट फेरि अङ्ग्रेजीमा जाला, अरू कुनै अरू लोकल भाषाहरूमा जाला, भाषालाई अनुवाद गर्नु पऱ्यो। त्यसपछि त्यो अनुवाद पनि सामान्य अनुवाद होइन, स्तरीय अनुवाद हुनु पऱ्यो। किनभने अब मैले कैयौँ अनुवाद कृतिहरू हेरेको छु, यहाँ बाहिर यहाँ देखाउन लायकको, कम्पिटिसन गर्न लायकको हुँदैन। स्तरीय अनुवाद हुनु पऱ्यो, राम्रो सम्पादन हुनु पऱ्यो। अनुवाद गर्नेलाई राम्रो पैसा दिएर राम्रो लेखाएर होइन, त्यसलाई गऱ्यो भने एउटा त्यसले राम्रो प्रभाव पर्छ। र त्यो कृतिलाई बजारीकरण पनि गर्नु पऱ्यो। अब अधिकांश कृतिहरू चाहिँ अनुवाद भए हुन्छन् नेपालतिरका, अनि उही नेपालमै नेपाललाई बाँड्छन् फेरि। अब के अर्थ भयो त, नेपालीमा निस्केछ पहिले किताब, अनि अनुवाद गरेर फेरि उही नेपालीलाई बाँड्यो भने यता आएन नि त। अनि यता दुई चारवटा कोही साथीले बोकेर लिएर आउँछ, फेरि नेपाललाई बाँड्यो यहाँ, त्यो अब त्यो अङ्ग्रेजी बोल्नेको हातमै पुग्दैन। अनि त्यसले चाहिँ काम गर्दैन होइन, त्यो त्यसको बेकार चाहिँ पैसा नाश भयो, त्यो नगरे पनि हुन्छ। अनि त्यस्तो अनुवाद चाहिँ राम्रो अनुवाद हुनु पऱ्यो, र राम्रो प्रकाशन गृहबाट, नाम चलेको प्रकाशन गृहसँग सम्झौता गरेर चाहिँ किताब प्रकाशन भयो भने चाहिँ संसारभरि पुग्छ। त्यसले पनि एउटा चाहिँ नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्नलाई मद्दत पुऱ्याउँछ। अर्को चाहिँ त्यो भाषा सम्बन्धी चाहिँ महोत्सवहरू हुन्छ, अन्तर्राष्ट्रिय महोत्सवहरूमा नेपालीहरूको सहभागिता हुनु पऱ्यो होइन। कार्यक्रमहरू गर्दाखेरि चाहिँ साहित्यिक कार्यक्रममा त्यो अङ्ग्रेजी भाषी अथवा चाइनिज अथवा के छन् ती भाषीका मान्छेहरूलाई बोलाएर त्यो कार्यक्रममा सहभागी गराउने, श्रोता बनाउने, अलिअलि भए पनि दुई चारजना भए पनि लेखक आयो भने उसले त्यो कुराहरू बाहिर लगाएर समाजमा पुऱ्याउँछ, त्यो गर्न सकिन्छ होइन। अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न सकिन्छ, पुस्तक प्रदर्शनीहरू होइन। यसमा मैले अनि सल्लाह लिन्छु गरे, जस्तो कि हजुर, अब यहाँनिर अनुशासनको भूमिका आउँछ नि होइन सर, जस्तो हजुरले हजुर, म भन्छु त्यसमा अलिकति म भन्छु म अँ, अनि अर्को के गर्न सकिन्छ भने म अब डिजिटल प्लेटफर्म छ अहिले होइन, अब यो डिजिटल मिडिया भएकोले नेपाली राम्रो साहित्यलाई अब बजारीकरण गर्न नसके पनि पिडिएफ बनाएर राम्रो वेबसाइटमा राखेर चाहिँ प्रचार गर्न सक्यो भने संसारभरिका मान्छेले पढ्यो भने नेपाली हाम्रो कला संस्कृति युनिक छ नि, हाम्रो मौलिक छ, त्यो यताको लोकप्रिय हुन्छ कि यता विदेशतिर त्यो नेपाली साहित्यहरू मन पराउँछन् होइन। त्यसलाई चाहिँ अब बजारीकरण र मार्केटिङ गर्न ठुलो प्रकाशन गरी नसके पनि अनुवाद गरेर त्यो इबुकको रूपमा बनाएर होइन राख्यो भने सकिन्छ। अनि अर्को चाहिँ मैले अस्ति पनि भनेको थिएँ त्यो नेपाली दूतावासमा कार्यक्रममा, यहाँ म फेरि पनि दोहोऱ्याउँछु। नेपाल सरकारले विभिन्न देशमा चाहिँ टुरिज्म प्रमोट गर्नको लागि चाहिँ पर्यटन दूत भएर चाहिँ नियुक्ति गर्छ सरकारी तर्फबाट। त्यो सायद बेतलबी होला, पैसा पाउँदैन होला होइन। अब तिनीहरूले टुरिज्मको मात्रै फोकस गर्छ उनीहरूले, तर नेपाल सरकारले अब साहित्यिक दूत भएर पनि नियुक्ति गर्नुपर्छ सरकारको तर्फबाट। विभिन्न देशमा बस्ने राम्रा साहित्यकारलाई साहित्यिक दूत भएर नियुक्ति गर्यो भने ती साहित्यिक दूतहरूले त्यो अङ्ग्रेजी भाषी लेखकहरूको कुनै फोरममा गएर, युनिभर्सिटीमा गएर, कहाँ कहाँ उनीहरूको एप्रोच छ, त्यो एप्रोच भएको मान्छेहरूलाई त्यो दूतको रूपमा नियुक्ति गर्नु पर्यो। उनीहरूले नेपाली साहित्यलाई उनीहरूले प्रचार प्रसार गर्ने, त्यहाँ जोड्ने कामहरू चाहिँ गर्छन् भन्ने ठान्छु म। अब अनुशासनको भूमिका तपाईँले भन्नुभयो, अनुशास भनेको चाहिँ अहिले नेपाली साहित्यकारहरूको चाहिँ संस्थामा सबैभन्दा ठुलो नेटवर्क भएको र धेरै ठाउँमा सञ्जालहरू भएको संस्था हो। यसले चाहिँ प्रभावकारी भूमिका खेल्न सक्थ्यो होइन, तर यसले त्यो काम केही पनि गरेको छैन। अब यसले चाहिँ नेपाली नेपाली जम्मा भए अनि नेपाली नेपाली चाहिँ कविता सुनाए अथवा कुनै कार्यपत्र प्रस्तुत गरे अनि नेपाली नेपाली छुटेर गए अनि त्यही सकिन्छ होइन। तर यो च्यानललाई प्रयोग गरेर चाहिँ अङ्ग्रेजी भाषी अथवा चाहिँ अब फ्रेन्च भाषी, स्पेनिस के छन्, जहाँ जहाँ उनीहरूको च्याप्टर छन्, त्यहाँसँग चाहिँ जोड्ने प्रयास चाहिँ गरेको भए यो नेपाली भाषा अलिकति विस्तारमा यसले पनि सहयोग पुर्याउँथ्यो। तपाईँलाई म एउटा स्मरण गराउँछु, 2011मा हामीले बेल्जियममा, म बेल्जियम बस्दाखेरि, म यता लन्डन आउनुभन्दा अलिकति अगाडि हामी अनेसास र त्यहाँको एउटा हिमालयन सोसाइटी भन्ने एउटा संस्था छ, दुइटाको सहकार्यमा हामीले एउटा 10जना नेपाली कवि र 10जना डच भाषी कविहरूको चाहिँ कविता सङ्ग्रह चाहिँ तिनवटा भाषामा अनुवाद गऱ्यौँ एउटै किताबमा। नेपाली भाषीको कविता नेपालीमा, अङ्ग्रेजीमा, डच भाषामा, अनि डच भाषीको कविता डचमा भइहाल्यो, अङ्ग्रेजीमा, नेपालीमा मा गएर एउटै कविता सङ्ग्रह निकाल्यौँ, द फ्रिद भन्ने नाम दिएर। अनि त्यो चाहिँ पहिलो नेपाली भाषा साहित्यमा चाहिँ अङ्ग्रेजी डचसँग जोडिएको हाम्रो पहिलो कृति हो नेपाली साहित्यमा हेर्दाखेरि होइन। त म यता आइहालेँ, त्यो कृतिको त्यति प्रचार अलिक
व्यापक त लिन सकेन। त्यो एउटा साह्रै राम्रो काम भएको थियो। हो त्यस्तै स्पेनमा बस्नेले, फ्रान्समा बस्नेले, हङकङमा बस्नेले, चाइनामा जो जहाँ जहाँ हुनुहुन्छ, त्यसरी स्थानीय कविहरूसँग अथवा संस्थासँग सहकार्य गरेर उनीहरूको पनि कविता अथवा उनीहरूको कथाहरू हाम्रो ल्याएर उनीहरूको ल्याएर एउटै किताबमा मिक्स गरेर तिनवटा भाषामा छापियो भने त्यो एकदमै राम्रो काम गर्छ। त्यसले चाहिँ प्रभावकारी हुन्छ। त्यो काम हामीले गरेका थियौँ। अब अनेसासँग म बेल्जियम च्याप्टरको अध्यक्ष हुँदाको कुरा गरेँ म, होइन। हुन त त्यतिखेर म अनेसासँग वरिष्ठ उपाध्यक्ष पनि थिएँ केन्द्रीय कमिटीको, त्यो अर्कै कुरा हो त्यो। अनि त्यो भूमिका चाहिँ अनेसासले निर्वाह गर्नुपर्छ, त्यो गरेका छैन। अनुवादका कुराहरू, अनि त्यहाँको कम्युनिटीसँग जोड्ने कुराहरू, होइन। अनि नेपालीबाट चाहिँ राम्रा कृतिहरू अनुवाद गरेर चाहिँ संसारभरि आफ्नो नेटवर्क मार्फत फैलाउन पनि सक्छ। अनुशासनले गर्ने कुराहरू यी पनि महत्त्वपूर्ण कुरा, अरू पनि धेरै छन्, तर अहिलेलाई यति नै मात्रै, एउटैबाट दुइटैबाट सुरु गऱ्यो भने पनि ठुलो हुन्छ। अब अरू पनि धेरै भन्न त सकिन्छ, तर केही नै नगरिरहेको अवस्थामा यति नै गऱ्यो भने ठुलो काम हो। धेरै इन्साइटफुल कुरा आयो सर, यो चाहिँ एकदमै राम्रो। हजुरले आफ्नो अनुभवले यी अप्सनहरू एकदमै ट्रान्सलेसन मात्रै एउटा अप्सन होइन, त्योभन्दा अरू पनि धेरै कुराहरू छन् जुन हामीले गर्न सक्छौँ र गर्न सकिरहेका छैनौँ। त्यसमा सायद अब हुन त अब अनुशासन एउटा डाइनामिक संस्था हो, होइन। अब किनभने त्यहाँ भोलि त्यस्तै भिजन र भएका अथवा भनौँ न इन्ट्रेस्ट हुने एउटा 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 कमिटमेन्टको कुरा हो जस्तो लाग्छ यो चाहिँ। हो नि। अनि अलिकति त भिजन पनि चाहियो। अब हो सोचाइ नै भएन, भिजनै भएन भने कुराहरू कसरी अगाडि बढ्दैन, होइन। सो परिवर्तनको लागि एनिवे आशा गरौँ आगामी दिनहरूमा हामी ती दिनहरू अवश्य आउनेछन्, किनभने हामी खुल्ला वातावरणमा छौँ, परिवर्तनशील छ संसार। एनिवे म यसमा अलिकति हजुरसँग मैले जान्न चाहेँ, अङ्ग्रेजी भाषामा नेपालको बारेमा नेपाली वा अन्य देशका सर्जकद्वारा रचना गरिएको साहित्य नेपाली साहित्य हुन् कि होइनन्। जस्तो हाम्रो अहिलेसम्मको बुझाइ कस्तो देखिन्छ भने, जस्तो अन्तर्राष्ट्रिय साहित्य समाजले पनि नेपालीमा लेखिएको साहित्यलाई मात्रै नेपाली साहित्य भनेको हो कि भनेर जस्तो भान हुन्छ कता कता। सो अङ्ग्रेजीमा कसैले लेखिरहेछ भने पनि अङ्ग्रेजी एउटा नेपाली जो अङ्ग्रेजीमा मात्रै लेख्ने हामीसँग स्थापित लेखकहरू हुनुहुन्छ, कविहरू हुनुहुन्छ। जस्तो गत अङ्कमा मैले युथ शर्मासँग कुरा गरेँ, उहाँ नेपाली हो तर उहाँ अङ्ग्रेजीमा लेख्नुहुन्छ, उहाँ नेपालको बारेमा लेख्नुहुन्छ भने उहाँ पनि नेपाली कवि हो, उहाँ लेखेको साहित्य नेपाली साहित्य हो। भाषा त एउटा मिडियम मात्रै हो। र अनेसासले यसलाई समेट्न सकेको छ कि छैन, हजुरलाई कस्तो लाग्छ? वास्तवमा साह्रै राम्रो क्वेसन उठाउनु भयो। अङ्ग्रेजी भाषामा लेख्ने कविहरू नेपाली नेपाली जुन नेपाली मूलका हुन्, नेपाली कुरा लेख्लान् अथवा नेपालको नलेखे पनि त्यो पनि तपाईँको नेपाली साहित्य नै हो। यसलाई यसरी पनि बुझौँ, नेपालमा लिम्बू, चौधरी, थारू, हो। मैथिली जे लेखे पनि त्यो पनि नेपाली साहित्य नै हो त्यो। त्यसमा चाहिँ अङ्ग्रेजीलाई छुट्याउनु मिल्दैन। अब यो साहित्यलाई चाहिँ अब प्रमोट गर्नको लागि चाहिँ अन्य संस्थाले कामहरू गर्न सक्छ, होइन। त्यो चाहिँ गरिरहेको मैले पाएको छैन। अनि त्यो साहित्य चाहिँ वास्तवमा त्यसलाई हाम्रै साहित्य मानेर चाहिँ प्रचार गर्नुपर्छ, प्रमोट गर्नुपर्छ। तिनीहरूलाई अगाडि जस्तो अब उहाँहरू स्तरी लेख्नुहुन्छ नि, अब युसु शर्मा भयो, होइन, हाम्रो के अरे चाहिँ सम्राट उपाध्याय भयो, मनुश्री थापाहरू लगायत हुनुहुन्छ, होइन, धेरै राम्रो धेरै शब्दको हुनुहुन्छ अहिले चिनेर त, धेरै हुन्छ। हो। धेरै हुनुहुन्छ, होइन। मैले अब फ्याट मैले नाम आएकोलाई सम्झेको मैले भने, होइन। हो। तर उहाँहरूले लेखेको पनि साहित्य नै उहाँहरूलाई पनि यो अभियानमा जोडेर उहाँहरूको कनेक्सन, उहाँको नेटवर्क, होइन, उहाँको विद्वतालाई उपभोग गर्न सकिन्छ यसलाई। तर यसलाई चाहिँ गरिरहेको मैले पाएको छैन। धन्यवाद सर। अब यो यसको म अन्तिम, हामी कार्यक्रमको लगभग अन्तिममा पुगेका छौँ। अन्तिम प्रश्नको रूपमा छ, तपाईँ विगत 18 वर्षदेखि नेपाली भाषा साहित्यको वेबसाइट समकालीन साहित्य.com निरन्तर चलाइरहनु भएको छ। सन् 2017देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक जर्नल प्रवासन प्रकाशन गरिराख्नु भएको छ। यो चलाउनुको कारण र मुख्य उद्देश्य के हो? यसबाट हजुरले के प्राप्त गर्नुभयो? यो बडा राम्रो प्रश्न सोध्नुभयो। खास गरिकन 2018मा जुन 18 वर्ष अगाडि मैले जुन बेला वेबसाइट चलाएँ त्यतिखेर मलाई त्यति धेरै वेब प्रविधिको नलेज पनि थिएन र सीमित नलेजको आधारमा म कम्प्युटर चलाउन जान्दथेँ। अलिकति मलाई रुचि पनि थियो यो विषयमा र मैले कसै गुरु बेगर आफै मैले सञ्चालन गरेर सिक्दै सिक्दै यहाँ अहिले आइपुगेँ, होइन। अहिले धेरै प्रविधिहरू अब अलि डेभलप भइसकेको छ। र खास गरिकन नेपाली साहित्य त्यतिखेर पढ्न उपलब्ध थिएन इन्टरनेटमा त्यतिखेर। अब 18 वर्ष अगाडि अहिले जस्तो कुनै अनलाइनहरू उपलब्ध थिएन सेवाहरू, र नेपाली साहित्यको किताब पढ्नलाई लामो समय कुर्नु पर्थ्यो। नेपालबाट मगाउनु पऱ्यो भने कैयौँ समय लाग्थ्यो। त्यसको सिर्जना कसरी भयो भने त्यो 2006मा भर्खर त्यो युनिकोड 5तिर आएको थियो। युनिकोड नेपाली टाइप गर्न सक्ने भयो। अब त्यो ब्लग पोस्ट सुरु भयो। अनि मैले पनि ब्लग पोस्ट सुरु गरेको थिएँ। मेरो प्रकाशनमुख लघु कथा सङ्ग्रहका कथाहरू भनेर मैले एउटा ब्लग सुरु गरेको थिएँ, फ्री थियो त्यो।
अनि फ्लिक गरेर मेरो त्यहाँ इमेल सिमेल के ठेगाना सेगाना थियो। अनि त्यो मैले मेरो प्रकाशन लघुकथाको सङ्ग्रह हो यो भनेर लेखेको त माथि त्यो मास्टरमा माथि हेडिङमै त्यो लेखेको थिएँ। त्यो मेरो इमेलमा यति धेरै कथा कविताहरू छापिदिनु भएर इमेल आउन थाल्यो। म त अचम्म लाग्यो, जबकि मेरो निजी ब्लग हो, मेरो मात्रै रचना हुन्छ भनेर मैले माथि हेडिङमै लेखिरहेको छु मेरो ब्लगमा। अनि मैले लाग्यो हो यो त पाठकहरू धेरै छन् भनेपछि अनि मैले सर्च गरेँ कसरी चाहिँ वेबसाइट चलाउने भनेर। अनि मैले 2006मा एउटा फ्री वेबसाइट फेला पारेको थिएँ, त्यहाँ मैले पोस्ट गरेँ। अनि फ्री गर्दा फ्री त अर्काको फ्री सधैँ हुँदैन त्यो। अनि फेरि अनि पैसा तिरेर अनि मैले अनलाइन चलाएँ त्यो समकालीन साहित्य .com भनेर। अनि त्यसपछि थुप्रो रचनाहरू आए। त्यतिखेर अहिले जस्तो धेरै अनलाइन पनि थिएन, समाचार अनलाइन पत्रिका पनि थिएन, अनलाइन साहित्यिक अनलाइनमा एउटा दुइटा मात्रै थियो होइन। त्यति नियमित अपडेट थिएन। मैले निरन्तरता देखाउँदै आजको मितिसम्म लिएर आएँ, जसले चाहिँ मलाई पनि संसारभरि पुऱ्यायो र संसारभरिको साहित्यकारसँग मलाई पनि यसले जोडेको छ। त्यो नेपाली भाषा साहित्यकै सेवा गर्नको लागि हो। अनि प्रवासन रिसर्च जर्नल चाहिँ 2017मा हामीले सुरु गरौँ। नेपालमा हुने केही साथीहरू हाम्रो प्राडा लेख्नेवाला होइन, प्राडा लक्ष्मण गौतम लगायतका सर मित्रहरू हुनुहुन्छ, उहाँहरूले ल यो जर्नलको आवश्यकता छ निकाल्नु भन्नुभयो। म त यहाँ त जागिरी खान्छु, अनि मेरो फेरि एउटा टिचिङ ब्याकग्राउन्डको मान्छे पनि होइन, म त जागिरी ब्याकग्राउन्डको मान्छे, हामी छौँ भन्नुभयो। छौँ भनेपछि यहाँ दर्ता गरेर जर्नल निकाल्यो, जसले चाहिँ नियमित रूपमा अहिलेसम्म 11औँ अङ्क प्रकाशित गरिरहेको छ। पियर रिभ्यू जर्नल हो। 12औँ अङ्क अब 1 महिनापछि 1.5 महिनापछि आउँदैछ। कसैको रचनाहरू अनुसन्धानमूलक रचना छन् भने पठाउन सक्नुहुन्छ। यही फोरम मार्फत मैले अनुरोध पनि गरेँ। र त्यो जर्नल नेपाली भाषा साहित्यको मात्रै सेवा गर्दैन, जसले चाहिँ युनिभर्सिटीमा पढाउने सरहरूको चाहिँ प्राज्ञिक उन्नयनको लागि, उहाँहरूको चाहिँ बढ्वको लागि नम्बर पनि त्यसले उपलब्ध गराउँछ। र त्यसबाट हामीले गहन लेखहरू प्राप्त गरेर नेपाली साहित्यलाई पुर्याएको छौँ, जसबाट चाहिँ म पनि लाभान्वित भएको छु। कहीँ कुराहरू मैले सिकेको छु, अरू साथीहरू पनि सिक्नु भएको छ, र त्यसले नेपाली साहित्य र अनुसन्धानलाई सहयोग पुऱ्याएको छ। हस् सर, एकदमै हजुरसँग एकदमै राम्रो कुराकानी भयो। यो साहित्यिक भलाकुसारी सायद हामीलाई हेरिरहनु हुने सुनिरहनु हुने दर्शक श्रोताहरूले पनि मन पराउनु भयो होला र धेरै जानकारीहरू प्राप्त गर्नुभयो होला सरको बारेमा, ओभरअल साहित्यिक माहौलको बारेमा, हजुरका कविता नियात्रा सङ्ग्रह नियात्राकै बारेमा हामी धेरै कुरा गऱ्यौँ। अब अन्तिममा एउटा रमाइलो भाग रहेको छ। यो चाहिँ ऱ्यापिड फायर राउन्ड हो। यसमा धेरै एक्सप्लेनेसनको अपेक्षा गरेको छुइनँ। हजुरले चाहिँ हो या होइन उत्तर दिनुपर्नेछ, अथवा थाहा छैन भने थाहा छैन भन्ने छुट छ। मैले त्यसरी हार्ड एन्ड फास्ट गर्न सक्दिनँ। सुरु गरौँ सर? हुन्छ सर। हस्, यसमा 10वटा प्रश्नहरू रहेका छन्। कृष्ण बजगाई आफ्ना नियात्रा मार्फत शब्दको जङ्गलमा साहित्यिक निर्माण खोजिरहेका छन्। हो। हो। धेरै पुरस्कारहरू प्राप्त गर्नु भनेको स्थापित साहित्यकार हुनु हो। होइन। एउटा साहित्यकारले आफ्ना लेख रचना नेपाली विद्यालय र विश्वविद्यालयमा पाठ्यपुस्तकमा समावेश गराउन बलियो पहुँच चाहिन्छ। होइन, गलत। विदेश बसेर नेपाली साहित्यमा कलम चलाउने लेखकहरूले नेपाली साहित्यको राम्रो अध्ययन गरेका हुँदैनन्। गलत गरेका हाल हुन्छन्। नेपालमा गलत थुप्रै गलत। लक्ष्मीप्रसाद, रमेश विकल, माधव घिमिरे स्तरका साहित्यकारहरू छन्, तर सरकारले चिन्न नसकेको मात्र हो। केही आंशिक रूपमा सत्य हो। ठिक छ। कृष्ण बजगाईको साहित्यिक उचाइको राज साधना र समर्पण मात्र हो। आंशिक रूपमा हो त्यो। सृजनात्मक कर्म गर्ने मान्छे ओझेलमा परे भन्नु एउटा फगत भाष्य हो या वास्तविकता? के दुरान्त क्वेसन फेरि? सृजनात्मक कर्म गर्ने मान्छे ओझेलमा परे भन्ने जुन भाष्य छ नि, ओझेलमा परेका साहित्यकार, ओझेलमा परेका गीतकार, सङ्गीतकार भनिन्छ नि, तिनीहरू त्यो एउटा भाष्य हो कि वास्तविकता हो? वास्तविकता पनि हो। ओझेलमा पर्छन् मान्छे त्यसो भए। पर्छ नि किन नपर्ने। ओके। साहित्यको क्षेत्रमा लागेर नाम कमाएका सर्जकहरू धेरै पुस्तक लेखेका कारणले चर्चित र कालजयी बनेका हुन्। गलत। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यको उत्थान र प्रवर्धनमा अतुलनीय योगदान पुर्याएको छ। यसमा कुनै खोट लाउने ठाउँ छैन। गलत। नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नु भनेको नेपाली सर्जकहरू भेला भएर विश्वका विभिन्न सहरमा सम्मेलन गर्नु, कविता सुनाउनु, खादामालामा सजिएर फोटो खिचाउनु र ती कुराको प्रचार गर्नु हो। गलत। हस् सर, आजको यो श्रृङ्खला यहीँ समाप्त भएको छ। एकदमै राम्रो भलाकुसारी भयो। अन्तिममा सरलाई जाँदै केही भन्नु छ भने यो समय हजुरको लागि। धन्यवाद नारायण सर, तपाईँले मलाई यो डिसी नेपालको यो फोरममा उपस्थित गराउनुभयो। म त्यति
अनलाइनमा त्यति उपस्थित हुन भ्याउँदा पनि त्यति रहर पनि गर्दिनँ, हेर्न सकिनँ। अब डिसी नेपालसँग मेरो लामो सम्बन्ध छ। मलाई 2006देखि नै मैले भनौँ न अहिले भन्दा 19 वर्ष अगाडिदेखि मैले डिसी नेपालमा विभिन्न मेरा रचना र विभिन्न समाचारहरू पठाइरहन्थेँ, साहित्यिक समाचारहरू, गतिविधिहरू। डिसी नेपालसँग मेरो पुरानो सम्बन्ध भएकोले मलाई यो मञ्चमा त्यो मञ्चमा मलाई बोलाउनुको नाइ पनि भन्न सकिनँ। डिसी नेपाललाई धन्यवाद। तपाईँलाई विशेष धन्यवाद। सर्जकहरूलाई अब यो मञ्चमा लिएर आएर तपाईँले चाहिँ हजारौँ लाखौँ श्रोताहरूको माझमा पुर्याउनु भएको छ, दर्शकको माझमा, र मेरा केही कुरा भन्न दिनुभयो। त्यसका लागि पनि तपाईँलाई विशेष धन्यवाद। र यो यस्तो श्रृङ्खलाहरू जारी रहोस्। अरू अरू पनि सर्जकहरू हुनुहुन्छ, उहाँहरूलाई पनि ल्याएर उहाँहरूको कुरा पनि सुन्न पाइयोस्, नयाँ कुरा सिक्न पाइयोस्। धन्यवाद। मलाई खुसी लागेको छ। हस्, थ्याङ्क यू सो मच। र हस्, आजको हस्। यो तेस्रो श्रृङ्खला म यहाँ लाइभलाई म यहीँ अन्त्य गर्दैछु। हाम्रो यो इन्टरेक्सन, हाम्रो छलफल हजुरहरूलाई कस्तो लाग्यो कृपया पृष्ठपोषण प्रदान गर्नुहोला। त्यसले आगामी कार्यक्रमहरू कसरी गर्ने भन्ने बारेमा मलाई सहयोग गर्नेछ, कार्यक्रम डिजाइन गर्न सहयोग गर्नेछ। यो कार्यक्रमको सहकार्य गर्नुहुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दन क्यालिफोर्निया च्याप्टर लाई पनि प्रति पनि म आभार व्यक्त गर्दछु र डिसी नेपालप्रति फेरि आभार व्यक्त गर्न चाहन्छु र कृष्ण सरलाई आफ्नो समयको लागि अत्यन्तै आभार व्यक्त गर्न चाहन्छु। हस् त, नमस्कार। लाइभ स्ट्रिम म यहीँ बन्द गर्दछु।